भयो 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 मैले गरिसकेँ, मैले सम्झिसकेँ, गरिसकेँ है। ल सुरुमा तपाईँले के गर्नु भन्दाखेरि चाहिँ मरुभूमिबाट क्वेसन आउँदाखेरि तपाईँले लेभल 1 लेभल 2 मा दुइटै सिकाउँछु। यो क्वेसन आउनु पर्यो, अब कसको भागमा पर्छ त्यो त पढेपछि तयारी भएर जाने हो, आए आउँछ नआए आउँदैन, तर सधैँभरि कमन आइरहेको टपिक हो मरुभूमिबाट क्वेसन, किनभने हाम्रो सिलेबसमा मरुभूमि छ विश्वको भूगोलमा होइन। र यहाँ हाम्रो ठुलो कन्फ्युजन के छ भन्दाखेरि चाहिँ हामी विश्वको सबभन्दा ठुलो मरुभूमि कुन हो भन्दाखेरि सहारा भनिरहेको हुन्छ, तर त्यो गलत हो है। यसरी त्यसरी क्रममा आउँछ भने यो कर्णाली प्रदेशमा हालसालै सोधेको क्वेसन हो यो। सो मरुभूमिबाट क्वेसन आउँछ भने हामीले के गरे आउँछ भन्दाखेरि चाहिँ सबैभन्दा पहिला एसियाको ठुलो मरुभूमि कुन हो भनेर क्वेसन आउँदा अब म तपाईँले यहाँ दुईवटा गोबी लेखेको छु, एउटा अरेबियन लेखेको छु, यसमा म क्लियरिफिकेसन गर्छु तपाईँलाई है। अब हिजो हामीले प्र्याक्टिस गरेर त्यहाँ गोबी मात्रै आएको छ नि त, त्यो किन आयो म यसमा बुझाउँछु। अब अफ्रिका महादेश भूमध्यरेखाले काटेको महादेश गर्मी हुने क्षेत्र, विश्वको सबभन्दा ठुलो गर्मी मरुभूमि कुन हो त भने उष्ण भनेको गर्मी है, उष्ण भने पनि गर्मी भने पनि कुरा एउटै हो, उष्ण मरुभूमि भने पनि गर्मी मरुभूमि भने पनि कुरा एउटै हो। अफ्रिकाको ठुलो मरुभूमि कुन हो त सहारा। उत्तर अमेरिकाको मैले यहाँ दुईटा किन लेखेको छु यसको कारण छ, दुईटै लेख्नुहोस् तपाईँहरूले, अहिले म भन्छु। द ग्रेट बेसिन एउटा सोनोरन हो। दक्षिण अमेरिकाको सबभन्दा ठुलो मरुभूमि पटागोनियन, पटागोनियन कुन देशमा हो त यो पटागोनियन मरुभूमि कुन देशमा हो त भन्दाखेरि चाहिँ अर्जेन्टिनामा हो, अर्जेन्टिनामा हो। त्यसपछि अन्टार्क्टिका, अन्टार्क्टिका आफैमा एउटा मरुभूमि हो। अन्टार्क्टिका कस्तो मरुभूमि हो त भन्दाखेरि चाहिँ शीत मरुभूमि, विश्वको 90% हिउँ सबै कहाँ छ भन्दाखेरि अन्टार्क्टिकामा छ हो, शीत मरुभूमि। र यसमा म तपाईँलाई मरुभूमिको परिभाषा पनि दिन्छु। युरोपमा के छैन त मरुभूमि छैन, किन छैन यसको पनि कारण छ, यो पनि म तपाईँलाई भन्छु। त्यसपछि अस्ट्रेलिया सबैभन्दा बढी क्षेत्रफल मरुभूमिले ढाकिएको महादेश कुन हो त अस्ट्रेलिया मरुभूमि हो। सो अस्ट्रेलिया मरुभूमिको कुल क्षेत्रफलको लगभग 2% भूभाग सबै केले ढाकेको छ त मरुभूमिले ढाकेको छ, त्यसकारण यसलाई मरुभूमिको महादेश। र यसको ठुलो मरुभूमि कुन हो त द ग्रेट भिक्टोरिया कुन देशमा पर्छ यो अस्ट्रेलियामा पर्छ, पहिले लेख्नुहोस्। त्यसपछि 4वटा पोइन्ट लेख्नुहोस्, विश्वको सबभन्दा ठुलो उष्ण अथवा गर्मी मरुभूमि सहारा लेख्नुहोस्, विश्वको सबभन्दा ठुलो चिसो मरुभूमि गोबी लेख्नुहोस्, विश्वको सबभन्दा ठुलो ध्रुवीय मरुभूमि अन्टार्क्टिका लेख्नुहोस्, विश्वको सबभन्दा ठुलो तटीय मरुभूमि अटाकामा चिली लेख्नुहोस्, यति लेख्नुहोस्। अनि म मरुभूमिको बारेमा म यहाँलाई भन्छु, अनि त्यसपछि क्लियर हुन्छ तपाईँले है। ल भयो नि त सर, अलिअलि सबै टपिक भन्नु त्यस्तो नभन्नुहोस् न, तपाईँहरूको अब निमाविलाई त मैले अगाडिको पछाडिको त तपाईँले रिपिट गर्नु परेन नि त, प्राविधिक साथीहरूलाई त्यसरी समस्या हुन्छ नि। ल अब निमाविको साथीहरूलाई विशेष गरी मैले नेपालको भूगोल, विश्वको भूगोल, ब्रह्माण्ड त्यति मैले एउटा छुट्याउन नहुने टपिक हो। नभए हामीले अब निमाविको साथीहरू त धेरै अगाडिदेखि पढिरहेको छ नि त, प्राविधिक साथीहरू भर्खर भर्ना हुँदै हुनुहुन्छ, उहाँलाई गाह्रो हुन्छ नि। सर राइटिङ अलिक बुझिएन भन्नुहोस्, कुन चाहिँ बुझिएन भन्नुहोस् त। हेमा सिक्देलजी कुन बुझिएन, यतापट्टिको बुझिएन हो। ल अब हेर्नुहोस् यहाँ, यतापट्टि मैले मेटाइनँ है। मरुभूमिको कुराहरू हेर्नुहोस्, सिम्पल तपाईँले मरुभूमि भनेको के हो त भन्दाखेरि चाहिँ वर्षा नहुने अथवा एकदमै कम वर्षा हुने, एकदम कम वर्षा हुने, एकदमै कम वर्षा हुने भन्ने स्थानलाई बुझिन्छ। यति कुरा बुझ्ने हो, मरुभूमि भनेको बालुवा बुझ्ने होइन है। हिजो हामीले भने सर मरुभूमि भनेर त बालुवा मात्रै बुझेको थियो भनेर, मरुभूमि भनेको के हो त एकदमै अनुर्वर क्षेत्र, सुक्खा भएको, पानी नभएको है, कि त त्यो एकदमै गर्मी हुन्छ कि त एकदमै के हुन्छ चिसो हुन्छ, ठिक छ। त्यसमा के भनिन्छ भन्दाखेरि चाहिँ वार्षिक, कुनै पनि ठाउँमा वार्षिक 250, वार्षिक 250 मिलिमिटर, 250 मिलिमिटर भन्दा कम वर्षा हुने, भन्दा कम वर्षा हुने स्थानमा हामीले के भन्छौँ त मरुभूमि भन्छौँ। अर्थात् त्यसलाई हामीले 10 इन्च पनि भन्छौँ होइन, 250 मिलिमिटर भनेको 10 इन्च भन्दा कम वर्षा हुने, एकदमै अनुर्वर होइन, एकदमै कि त सुक्खा हुने। सुक्खा भने के हुन्छ, गर्मीमा त सुक्खा, बालुवा मात्रै सुक्खा हुन्छ, हाम्रो हिमाली हावापानी कस्तो हुन्छ सुक्खा हुन्छ हुँदैन, हुन्छ नि हो। त्यस कारणले वर्षा हुँदै नहुने अथवा एकदमै न्यून वर्षा भएको, एकदमै अनुर्वर, एकदमै उजाड, एकदमै सुक्खा क्षेत्रमा हामीले के भन्छौँ मरुभूमि भन्छौँ। र यहाँलाई मैले बारम्बार भनेको छु, पृथ्वीको वितरण चाहिँ, पृथ्वीमा चाहिँ
सूर्यको प्रकाशको वितरण समान हुँदैन हो। यो के हो त भन्दाखेरि चाहिँ यो भूमध्य रेखा हो, 0 डिग्री अक्षांश हो। यो कति डिग्री हो त? यो 23.5 डिग्री उत्तरी अक्षांश। यो कति डिग्री हो त? यो 23.5 डिग्री दक्षिणी अक्षांश। सो यो क्षेत्रको हाम्रो महादेश कुन चाहिँ हो त भन्दाखेरि चाहिँ यो अफ्रिकी महादेश हो। हामीले के भन्छौँ? सूर्यको प्रकाश सधैँभरि के हुन्छ? सिधा कहाँ पर्छ त? भूमध्य रेखामा पर्छ। सो भूमध्य रेखामा सूर्यको प्रकाश पर्दाखेरि यो क्षेत्रमा के हुन्छ? जमिन पुरै तात्छ। अब तातेपछि के हुन्छ? यहाँबाट सिधै बाफ उठेर पानीको बाफर उठेर बाष्पीकरण भएर माथि जान्छ र उचाइ बढे सँगसँगै तापक्रम घट्छ, त्यही भएर तल वर्षा भएर झर्छ। त्यस कारणले यो 0 देखि 5 डिग्री उत्तर, 0 देखि 5 डिग्रीसम्म एकदमै बढी वर्षा हुन्छ अफ्रिकी महादेशको। तर उचाइ बढे सँगसँगै के भन्छ? अब यो बीचको क्षेत्रहरू, यो भूमध्यकीय क्षेत्रहरू त मजाले पानी पर्छन् र यसमा ठुल्ठुला जङ्गलहरू हुन्छन् हो। तर के हुन्छ? जब उचाइ बढ्दै जान्छ, गर्मी त यहाँसम्म गर्मी छ, यसको प्रभाव त यहाँसम्म एकदमै गर्मी छ। तर यसका जुन बीज भागहरू हुन्छन्, यसका यतापट्टिका बीज भागहरू हुन्छन्, यहाँ कुनै पनि सामुद्रिक वायुको प्रभावहरू हुँदैन अथवा यहाँ जुन समुद्रहरू छन् यसका छेउछाउमा यसको बीचमा प्रभाव रहँदैन। त्यस कारणले गर्मी प्रचण्ड मात्रामा हुन्छ तर वर्षा न्यून मात्रामा हुन्छ। थोरै मात्रामा वर्षा भयो भने के हुन्छ? त्यो तातेर के हुन्छ? वायुमण्डल तातेर त्यसले के हुन्छ? बाष्पीकरण भएर त्यहीँबाट माथि लगिदिन्छ। त्यस कारणले एकदमै सुक्खा हुन्छ हो। यस्ता यो 23.5 डिग्रीको केही माथि केही तल, 23.5 डिग्रीको केही माथि केही तल पाइने मरुभूमिहरूलाई हामीले के भन्छौँ त भन्दाखेरि चाहिँ यस्ता प्रकारका मरुभूमिलाई हामीले के भन्छौँ? उष्ण, एकदमै गर्मी हुने मरुभूमि भन्छौँ। यसरी विश्वको सबभन्दा ठुलो गर्मी हुने मरुभूमि कुन चाहिँ हो त भन्दाखेरि चाहिँ यसको एन्सर के हो त भन्दाखेरि चाहिँ सहारा हुन्छ। सहारा मरुभूमि हुन्छ। ठिक छ, सहारा मरुभूमि हुन्छ। त्यसपछि अर्को हावापानी आउँछ, यसलाई हामीले के प्रदेश भन्छौँ त भन्दाखेरि चाहिँ उष्ण प्रदेश, एकदमै गर्मी हुने ठाउँ भन्छ यसलाई हो। त्यसपछि अझै माथि जाने भने के हुन्छ त भन्दाखेरि चाहिँ अझै योभन्दा माथि जाने भने के हुन्छ भन्दाखेरि अब यतापट्टि हाम्रो कुन प्रदेश आउँछ नि त भन्दाखेरि यतापट्टि कुन महादेश आउँछ? हाम्रो एसिया महादेश, यतापट्टि युरोप, यतापट्टि हाम्रो उत्तर अमेरिका यहाँ आउँछ नि, यतापट्टि हाम्रो अस्ट्रेलिया, यतापट्टि दक्षिण अमेरिका, यतापट्टि अन्टार्कटिका अलि तलै छ। अब के हुन्छ? सूर्यको प्रकाशले अब जति अक्षांश बढ्दै गयो यसले पार गर्ने दूरी के हुन्छ? लामो हुँदै जान्छ। सो सूर्यले दूरी लामो पार गर्नु भनेको के हो त भन्दाखेरि चाहिँ त्यसमा जुन सूर्यको तापमान शक्ति हुन्छ, जुन त्यो तातोपन हुन्छ, त्यो बिस्तारै कम हुँदै जानु हो। यो कुरा ठिक छ। यसको अर्थ के हो त? उचाइ बढे सँगसँगै हामी जमिनको तात्ने प्रक्रिया पनि के हुन्छ? कम हुँदै जान्छ। र जमिन तात्ने प्रक्रिया कम हुनु भनेको के हो त? बाष्पीकरण, बाफ कम मात्रामा उड्नु अथवा वर्षा यो त के हो त? कम मात्रामा हुनु हो। जस्तै हाम्रो तराईमा हेरौँ न, तराईमा बङ्गालको खानीबाट आएको हावा तातो जमिनमा छोकिँदाखेरि के हुन्छ? बाफ बनेर माथि वर्षा मजाले हुन्छ। तर हिमाली क्षेत्रमा किन वर्षा हुँदैन भने जमिन तात्दै किनभने त्यो चिसो हुन्छ, उचाइ बढ्छ चिसो हुन्छ हो। यहाँ पनि के हुन्छ भन्दाखेरि चाहिँ अब उष्णपछि अर्को के आउँछ भने चाहिँ हामीले समशीतोष्ण भन्छौँ। त्यो भनेको चाहिँ सूर्यको प्रकाश जति बढ्दै गयो, जति लामो दूरी पार गर्दै गयो, त्यसले पार्ने प्रभाव चाहिँ बिस्तारै कम हुँदै जान्छ र जमिन चाहिँ के हुन्छ? बिस्तारै कम तात्दै जान्छ। र जमिन कम तात्नु भने के हो? बाष्पीकरण प्रक्रिया कम हुनु हो। त्यसले के गराउनु त भन्दा चाहिँ वर्षाको मात्रा कम गराउने। किन भन्दाखेरि चाहिँ जमिन के हुन्छ? चिसो हुँदै जान्छ। अब यहाँ जमिन चिसो हुनु भने के हो त? पानी कम पर्नु। अब पानी कम परेपछि कुन क्षेत्रमा पानी कम पर्छ भन्दाखेरि यसका यी बिचका क्षेत्रहरूमा कम पानी पर्छ, यी क्षेत्रहरूमा। त्यस कारणले यो क्षेत्रमा पाइने मरुभूमिको नाम चाहिँ के हो त भन्दाखेरि चाहिँ चिसो मरुभूमि हुन्छ। सो चिसो मरुभूमि विश्वको सबभन्दा ठुलो चिसो मरुभूमि भनेको कुन हो त भन्दाखेरि चाहिँ हाम्रो गोबी मरुभूमि हो, जुन चाहिँ कहाँ पर्छ त भन्दाखेरि चाहिँ चीन र मङ्गोलियामा पर्छ। चिसो मरुभूमि। दोस्रो कम वर्षा हुने स्थान। यहाँ घाँसे मैदान मात्रै हुन्छ। यहाँ ठुला ठुला रुख बोट बिरुवा उम्रिने खालका उनै हुँदैनन्, के अरे पानीको मात्रा नै हुँदैन यसमा। त्यस कारणले यसमा प्रष्ट मात्रामा घाँसे मैदानी क्षेत्रहरू पाउँछ हो, चिसो मरुभूमि। त्यसपछि अझै सूर्यको प्रकाश बढ्दै जाने भने के हो त? पृथ्वीमा सबभन्दा चिसो कहाँ हुन्छ? उत्तरी ध्रुवमा हुन्छ र अर्को कहाँ हुन्छ? दक्षिणी ध्रुवमा हुन्छ। र विश्वमा 90% हिउँ सबै कहाँ पर्छ? अन्टार्कटिकामा पर्छ, यो महादेशमा पर्छ। र त्यसपछि बढी हिउँ कहाँ छ? यो आर्कटिक रिजनमा पर्छ। त्यस कारणले अर्को प्रकारको मरुभूमि कुन त भन्दाखेरि चाहिँ यसलाई हामीले के भन्छौँ? शीत प्रदेश भन्छौँ। यसलाई पनि हामीले के प्रदेश भन्छौँ? शीत प्रदेश भन्छौँ। र यहाँ पाइने मरुभूमिलाई के भन्छौँ त भन्दाखेरि चाहिँ शीत मरुभूमि, जहाँ चाहिँ कहिले पनि वर्षा हुँदैन, भए पनि नगण्य मात्रामा। जस्तै हाम्रो सगरमाथामा पानी पर्छ सधैँभरि? पर्दैन। त्यहाँ के पर्छ? हिउँ पर्छ, हिउँ वर्षा हुन्छ। 12 महिना हिउँ पर्छ, 12 महिना हिउँ जम्छ। त्यहाँको हावापानी के हुन्छ? हामीलाई अनुकूल हो प्रतिकूल हो? त्यो हावापानीको प्रकारलाई हामीले के भन्छौँ? शीत मरुभूमि भन्छौँ।
विश्वको सबैभन्दा अनुपयुक्त हावापानी भनेको के हो त शीत मरुभूमि र विश्वमा सबभन्दा बढी कम वर्षा हुने स्थान भनेको हो त अन्टार्कटिका। त्यसकारणले त्यस्तो प्रकारको मरुभूमि कुन त भने शीत मरुभूमि र विश्वको सबभन्दा ठुलो मरुभूमि शीत मरुभूमि कुन त भनेर सोच्छ भने यसको आन्सर के हो त अन्टार्कटिका हो। त्यसपछि अब हामीले पनि अर्को प्रकारको मरुभूमि के भनेको छ त तटीय मरुभूमि भनेको छु। सो तट भनेको के हो समुद्रको तट किनार के हुन्छ त भन्दाखेरि चाहिँ समुद्रको सतहको विस्तार के हुँदैछ त भन्दाखेरि चाहिँ कुनै ठाउँमा के हुन्छ त सुक्दै जाँदैछ। पहिला अलि एउटा बाबले तीव्र गतिमा एउटा कुनै ठाउँसम्म समुद्रको हावा पुग्थ्यो भने अब त्यहाँ सामुद्रिक वायुको प्रभाव चाहिँ के हो त बिस्तारै त्यो ठाउँमा कम हुँदै जान्छ। अथवा मानवले अतिक्रमण गरेर होस् या समुद्रमा कुनै पनि छालहरूको मात्रामा त्यसमा कमी आएर होस् त्यसमा हावाको चाप चाहिँ के हुन्छ त यसका छेउछाउतिर चाहिँ के हुन्छ कम हुँदै हुँदै जान्छ। यता छेउछाउतिर के हो त हावाको चापहरू कम हुँदै जान्छ र त्यो क्षेत्रमा हावाको चाप कम भइसकेपछि वायुको मात्रा कम भइसकेपछि के हुन्छ वर्षाको मात्रा पनि एकदम कम हुँदै जान्छ र त्यस्ता क्षेत्रहरू कालान्तरमा गएर के हो त भन्दाखेरि चाहिँ सुक्खा क्षेत्रमा परिवर्तन हुन्छन्। त्यसलाई हामीले के भन्छौँ तटीय मरुभूमि भन्छौँ। र विश्वको सबभन्दा ठुलो तटीय अथवा सुक्खा मरुभूमि भने हामी केलाई चिन्छौँ त भन्दाखेरि चाहिँ यसको नाम के हो त अटाकामा मरुभूमि हो। अटाकामा मरुभूमि यो कहाँ छ भन्दाखेरि चाहिँ चिलीमा छ। ल हेर्नुहोस् पृथ्वीमा 4 प्रकारका मरुभूमि छन्। उष्ण यो क्षेत्रमा पाइने, चिसो यो क्षेत्रमा पाइने मरुभूमिहरू, यो पटागोनियन यतापट्टिका मरुभूमिहरू। त्यसपछि ध्रुवीय मरुभूमि भनेको शीत मरुभूमि। यो शीत मरुभूमि हामी अर्को के पनि नामले चिन्छौँ त ध्रुवीय मरुभूमि, उत्तर ध्रुव, दक्षिण ध्रुव। र त्यसपछि के हो त महादेशका किनारमा अथवा समुद्रका छेउछाउमा पाइने मरुभूमिका प्रकारलाई हामीले के भन्छौँ त तटीय मरुभूमि भन्छ। सो यसरी सिधै हामीले जाँचमा चाहिँ विश्वको सबैभन्दा ठुलो मरुभूमि कुन हो भन्दाखेरि चाहिँ यसमा सहारा उत्तर हान्न पाइँदैन। यदि क्वेसनले चाहिँ सहारा भन्दा एन्टार्कटिका र आर्कटिका अरू दिएको छ भने विकल्प दिएको छ भने विश्वको सबभन्दा ठुलो मरुभूमि कुन चाहिँ हुन्छ भन्दा चाहिँ अन्टार्कटिका हुन्छ है। म क्रम लेखाउँछु। यदि मरुभूमिका क्रम आयो भने 10 वटा तपाईँले मरुभूमिका म क्रम लेखाउँछु। त्यति गरेपछि तपाईँले जाँचमा कन्फ्युजन क्लियर हुन्छ है। ल मरुभूमिका क्रम लेख्नुहोस् यसमा ट्याक्कसँगले। 1 नम्बरमा के आउँछ भनेर चाहिँ केही नभनिकन मरुभूमिका क्रम भनेर सोध्छ भने तपाईँले यो क्रम याद गर्ने। मरुभूमिको क्रम 1 नम्बरमा के आउँछ त अन्टार्कटिका आउँछ। अनि यसको क्षेत्रफल 1,40,00,000 छ त। यसको कति छ दोस्रोमा के छ आर्कटिक। आर्कटिक के छ त भन्दाखेरि चाहिँ 1,38,00,000 छ। त्यसपछि अर्को कुन आउँछ क्रममा सहारा। यसको कति लाग्छ त भन्दाखेरि चाहिँ 94 लाख वर्ग किलोमिटर छ। यसको कति लाख वर्ग किलोमिटर छ त 1,40,00,000। 1,40,00,000 वर्ग किलोमिटर छ यो। आर्कटिक कति छ त 1,38,00,000। यो तपाईँले मैले बुझाउनलाई मात्रै लेख्या हो, यो चाहिँदैन, भुक्नु पर्दैन यहाँहरू। यो क्रम चाहिँ याद गर्ने। सहारा पछि अर्को के आउँछ त अब सहारा पछि अर्को के आउँछ अरेबियन मरुभूमि आउँछ। त्यसपछि अर्को के आउँछ भन्दाखेरि चाहिँ गोबी आउँछ। त्यसपछि अर्को के आउँछ त भन्दाखेरि चाहिँ पटागोनियन आउँछ। पटागोनियन मरुभूमि आउँछ। त्यसपछि अर्को के आउँछ भन्दाखेरि चाहिँ गोबी पटागोनियन। त्यसपछि अर्को के आउँछ द ग्रेट भिक्टोरिया। त्यसपछि के आउँछ त भन्दाखेरि चाहिँ कालहारी आउँछ। त्यसपछि के आउँछ त द ग्रेट बेसिन भनेर आउँछ। 10मा के आउँछ त भन्दाखेरि चाहिँ सिरियन मरुभूमि भनेर आउँछ। ल क्वेसनले केही नभनिकन पहिले टिप्नुहोस् यो पहिला टिप्नुहोस् त अन्टार्कटिका, आर्कटिक, सहारा, अरेबियन, गोबी, पटागोनियन, द ग्रेट भिक्टोरिया, कालहारी, द ग्रेट बेसिन र सिरियन विश्वका प्रमुख 10 ठुला मरुभूमिहरू। ल छिटो गर्नु यसलाई। सर राम्ररी देखिन्न भन्नुभएको छ। ल अब देख्नुहुन्छ।
यो फटाफट लेख्नुस् कुन भन्ने के भन्ने के नभने म आफै भन्छु म। यो क्रममा तपाईले याद गर्ने अन्टार्क्टिका, आर्कटिक, सहारा, अरेबियन, गोबी, पटागोनियन, द ग्रेट भिक्टोरिया, कालाहारी, द ग्रेट बेसिन, सिरियन। छिटो कपी गर्नुस् त यो क्रम आउँछ है। अब क्रम आउँदै तपाईले जहाँसम्म बिगार्नु भएन। भयो नि त। यो मरुभूमिबाट क्वेसन आयो तपाईँ नबिगार्ने। अब हेर्नुहोस् यहाँ, अब त्यसपछि यो गरि यतापट्टि मैले तपाईँलाई बुझाइसकेँ है, यतापट्टि मैले तपाईँलाई बुझाइसकेँ र अब म तपाईँले यतापट्टि आउँदैछु। यसमा हेर्नुहोस् अब ल अब सुन्नुहोस् है, यहाँ यो क्वेसन अस्ति कर्णाली प्रदेशमा आएको क्वेसन हो। अब म तपाईँलाई दुईटा क्रम दिन्छु, जुन कर्णाली प्रदेशमा सोधेको दुईटा म क्रम भन्छु, कुन चाहिँ सही हो त्यसको मलाई उत्तर दिनुहोस्। और म तीनटा तेस्रो चौथो लेख्दिनँ, जुन यहाँ थियो जाँचमा म तपाईँलाई त्यो लेख्छु। के हो क्षेत्रफलको आधारमा सही क्रम कुन छ? क्षेत्रफलको आधारमा चौथो तह मात्रै पनि त्यही खर्जार वर्ष सभामा क्षेत्रफलको आधारमा मरुभूमिको क्रम मिलाउनुहोस् भनेको छ। मरुभूमि क्रम मिलाउनुहोस् भनेको छ। एक नम्बरमा के छ? आर्कटिक, दोस्रोमा के छ? सहारा छ, तेस्रोमा के छ? गोबी छ, यो छ। त्यसपछि दोस्रोमा के त भन्दाखेरि चाहिँ सहारा, गोबी, त्यसपछि अर्को के थियो भन्दाखेरि अरेबियन थियो, के अरे अरेबियन। ल कुन चाहिँ क्रम सही छ? 1 कि 2 कमेन्ट गर्नुहोस्। ल ख ख ख ख ख ख ख ख ख हो। जसले ख ख भन्नुभयो नि तपाईको 2 नम्बर छ नि, यो 2 नम्बर हिँड्नु खोलै यसरी हिँड्नु। मैले भने नि रातभरि रामायण पढे सीता कसको श्रीमती भन्दा हनुमान जस्तै भएन त्यहाँ। सहारा पछि के छ? सहारा पछि के छ? यहाँ अरेबियन छ। अरेबियन पछि यहाँ के छ? गोबी छ। त अर्कोले के भन्छ फेरि? आर्कटिक, सहारा, त्यसपछि के छ? गोबी। त्यही ल अब कुरा क्लियर छ। यसको अर्थ के हो त भन्दाखेरि चाहिँ यदि ध्यान दिएर सुन्नु है, सबैजना ध्यान दिएर सुन्नु होला। यदि यसरी क्वेसन आउँछ भने मरुभूमिका क्रमहरू आउँछ भने दिमागमा पहिलो उत्तर तपाईँको के हुनुपर्छ? अन्टार्क्टिका आउनुपर्छ। यो हाम्रो नेपाल मात्रै हो सहारा तपाईँले पढ्नु भएको बुझ्नु भएको। विश्वको कुनै पनि देशमा सहारालाई ठुलो मरुभूमि भनिँदैन। हामी मात्रै विचित्रको देश हौँ, किनभने हामीले मरुभूमि भनेको बालुवा मात्रै बुझेका छौँ। कुरा त्यति मात्रै, अरू केही पनि होइन। अन्टार्क्टिका विश्वको सबभन्दा ठुलो मरुभूमि हो है। र दोस्रो ठुलो मरुभूमि कुन हो त? आर्कटिक। अन्टार्क्टिका भनेको हाम्रो दक्षिण ध्रुव, आर्कटिक भनेको के हो त? उत्तर ध्रुव। जहाँ बढी हिउँ जम्छन् त्यो पनि के हो त? त्यहाँ कहिले पनि पानी पर्दैन, त्यो के हो त? मरुभूमि। मरुभूमिका 4वटा प्रकार मैले भनिसकेँ। सो सबैभन्दा ठुलो मरुभूमि कुन हो त भन्दाखेरि चाहिँ अन्टार्क्टिका हो। तर अन्टार्क्टिका विकल्पमा छैन। सो क्रम केबाट सुरुवात भएको छ त? आर्कटिकबाट चाहिँ सुरुवात भएको छ। र अनि त्यसपछि मात्रै अब के आउँछ क्रममा? सहारा। यहाँ चिसो तातो केही भनेको छ? सिधै क्वेसनले के भन्छ? क्षेत्रफलको आधार मात्रै भनेको छ नि। सो क्षेत्रफलको क्रम हेर्दा हामीले यो क्रम हेर्दै, यदि भोलि आर्कटिक छैन भने त्यहाँ के हो त? अन्टार्क्टिक हुन सक्छ। तर यदि भोलि जाँचमा क्रममा अब हाम्रो यहाँनिर सुरुमै सहारा, अरेबियन र गोबी यो दिन्छ भने के हुन्छ? यही राइट हुन्छ। अब विकल्पमा भोलि अन्टार्क्टिक र आर्कटिक दिँदै दिएन भने त ठुलो मरुभूमि कुन हो त? सहारा हो। तर यदि तपाईँलाई कसैले सोध्छ विश्वको ठुलो मरुभूमि कुन हो भनेर तपाईँले के भन्नुपर्छ त? अन्टार्क्टिका भन्नुपर्छ। र यो कस्तो प्रकारको मरुभूमि भन्दाखेरि चाहिँ यो शीत मरुभूमि, ध्रुवीय मरुभूमि हो। आर्कटिक कस्तो मरुभूमि हो त? ध्रुवीय मरुभूमि हो। सहारा कस्तो मरुभूमि हो त? उष्ण मरुभूमि हो। अरेबियन कस्तो मरुभूमि हो त? उष्ण मरुभूमि हो। गोबी कस्तो मरुभूमि हो त? चिसो मरुभूमि हो।
पटागोनियन कस्तो मरुभूमि हो त चिसो मरुभूमि हो द ग्रेट भिक्टोरिया कस्तो मरुभूमि हो त उष्ण मरुभूमि हो कालाहारी कस्तो मरुभूमि हो त उष्ण मरुभूमि हो मरुभूमिका के हुन्छ त प्रकार अनुसार यसका के हो त क्रमहरू फरक हुन्छ कसैले केही नभनिकन विश्वको सबभन्दा ठुलो मरुभूमि के हो भने तपाईँलाई सोध्छ भने तपाईँले के भन्यो त अन्टार्क्टिका आर्कटिक अनि सहारा तर भोलि हामीलाई जाँचमा विश्वको सबभन्दा ठुलो गर्मी मरुभूमि कुन हो भनेर अप्सन दियो क्वेसन दियो गर्मी मरुभूमि कुन हो भनेर क्वेसन दियो र विकल्पमा के छ अप्सन एमा यही छ अप्सन एमा अन्टार्क्टिका नै छ बीमा आर्कटिक नै छ सीमा सहारा नै छ डीमा अरेबियन छ अब के हाल्ने विश्वको सबभन्दा ठुलो गर्मी मरुभूमि कुन हो गर्मी त यो हो नि त सहारा यी के हुन्छ गर्मी हुँदैन अन्टार्क्टिकामा कहिले गर्मी हुन्छ कहिले नै हुँदैन यो के हो त भने चाहिँ सबभन्दा बढी गर्मी मरुभूमि यही हो अब यही कुरालाई विश्वको सबभन्दा ठुलो सबभन्दा चिसो मरुभूमि अथवा ध्रुवीय मरुभूमि कुन भन्दा अन्टार्क्टिका यही क्वेसन दिन्छ सो विकल्प हेरेर उत्तर दिने र यो क्वेसनमा जुन अघि मैले तपाईँलाई भने नि जसले साथीले त दोस्रो भन्नुभयो नि यसरी चाहिँ तपाईँले एन्सर गर्न फेरि राम्रो तर क्वेसनले नै सहाराबाट सुरुवात गरेको छ अरू सहारा भन्दा माथिका यी दुईटै दिएको छैन भने फेरि यसको क्रम केबाट सुरुवात हुन्छ सहाराबाटै सुरुवात हुन्छ तर कसैले केही नभनिकन यदि अन्टार्क्टिका आर्कटिकलाई क्रममा राखेर चाहिँ क्रम मिलाउनुहोस् अथवा विश्वको ठुलो मरुभूमि कुन भन्छ भने पहिलो विकल्प तपाईँको अन्टार्क्टिका हो दोस्रो विकल्प के हो त आर्कटिक हो कुरा क्लियर छ कि छैन यसमा यो कुरा कन्फ्युजन नहुने कहिले नजानेको कुरा सिक्यो भनेको हो यही हो यो समस्या किन भएको थियो भन्दाखेरि मरुभूमि भनेको हामीले बालुवा मात्रै बुझेर अरू केही पनि होइन नि त्यो जस्तै हिजो पनि हामीले भनेको थियौँ नि नेपालको मरुभूमि हामीले मुस्ताङलाई चिन्छौँ मुस्ताङमा बालुवा छ मुस्ताङ त चिसो मरुभूमि पानी कम पर्ने स्थानलाई मरुभूमि भनिन्छ होइन नेपालमा सबभन्दा कम पानी पर्ने जिल्ला कुन हो त मुस्ताङ हो कि होइन मुस्ताङको लोमानथाङ त्यही भएर मरुभूमि भने हो नभए किन मरुभूमि भने हो हाम्रो त्यत्रो धेरै बालुवा छन् न त्यहाँ आफै विचार गर्नुहोस् हामीले नेपालको मरुभूमि भनेर कुन जिल्लालाई चिन्छ मुस्ताङलाई चिन्छौँ मुस्ताङलाई मरुभूमि किन भन्ने जहाँ वर्षाको मात्रा एकदमै न्यून हुन्छ तब कम वर्षा हुन्छ त्यसलाई मरुभूमि भनिन्छ हो मुस्ताङमा नेपालको सबभन्दा कम पानी पर्ने जिल्ला कुन चाहिँ त मुस्ताङ हो कि होइन आफै भन्नुहोस् ल अब क्लियर छ नि त अनि अब म तपाईँलाई एउटा क्वेसन राख्छु यहाँ ल भन्नुहोस् मलाई हिजो मैले तपाईँलाई विकल्पमा दिँदाखेरि चाहिँ एसियाको ठुलो मरुभूमि कुन हो भनेर मैले तपाईँलाई क्वेसन सोधेको थिएँ अब त्यो हिजोको फिडब्याक सेसन हाम्रो क्वेसन प्र्याक्टिस सेसन हेर्नुहोस् है हिजो एसियाको ठुलो मरुभूमि कुन चाहिँ हो एसियाको ठुलो मरुभूमि कुन चाहिँ हो यो क्वेसन आएको थियो मैले तपाईँलाई विकल्प नम्बर एमा के दियो त भन्दाखेरि चाहिँ गोबी दिएँ र दुईटामा दोस्रोमा मैले के दिएँ त अरेबियन दिएँ ल भन्नुहोस् कुन चाहिँ ठुलो एसियाको ठुलो मरुभूमि गोबी गोबी 2 2 1 2 गोबी ल यसको 12,95,000 वर्ग किलोमिटर यसको लगभग 24 लाख वर्ग किलोमिटर अब एन्सर के हाल्नु पर्यो तपाईले अझै पनि कुरै बुझ्नु भएको छैन क्या ए के अरे उल्टो भयो गोबीको कति हो त 12,95,000 यो अरेबियनको कति हो त भन्दा चाहिँ लगभग 24 लाख वर्ग किलोमिटर छ अब एसियाको ठुलो मरुभूमि भने त्यत्रो यहाँ क्रममा यहाँ अरेबियन गोबी यसरी आइरहेछ फेरि अझै तपाईँ गोबी भनिरहनु भएको छ कसरी बुझाउँ तपाईँ मैले किन नबुझ्नु यति कुरा पनि क्षेत्रफल यहाँ के भनेको छ ठुलो मरुभूमि कुन क्रममा अघि हाम्रो के आइरहेछ सुरुमा के आइरहेछ अरेबियन अनि गोबी आइरहेछ यति होइन कुरो तर हाम्रो जाँचमा के दिएको छैन त भन्दाखेरि चाहिँ अरेबियन दिएको छैन भर्खरै राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा सोधेको क्वेसनमा एसियाको ठुलो मरुभूमि कुन भनेर त्यहाँ गोबी मात्रै दिएको छ र प्रहरी सहायक निरीक्षकमा क्वेसन के भनेर सोधेको छ दुईटै दिएको छ यो पनि दिएको छ अरेबियन पनि दिएको छ हो केही नभनिकन कुन ठुलो कुन सानो भनेको त्यो क्षेत्रफलको आधारमा हो नि त अब मरुभूमि त जनसङ्ख्यामा तुलना गर्न सकिँदैन के अरे हामीले सो गोबी मरुभूमि भन्दा अरेबियन मरुभूमि के हो त यो ठुलो एसियाको ठुलो भनेर यदि दुईटै विकल्पमा यो पनि आउँछ भने यसको एन्सर के हुन्छ अरेबियन हुन्छ ध्यान दिएर सुन्नुहोस् अरेबियन हुन्छ र अरेबियन चाहिँ कस्तो खालको मरुभूमि त भन्दा चाहिँ अरेबियन भने नामैले साउदी अरेबिया ओमान कतार जोर्डन युएई दुवैतिर पाइने मरुभूमि हो त्यो त गर्मी हो तर गोबी हामीले कहाँ भन्यो त अघि गोबी भनेको कहाँ पाइने हो त चीन र कहाँ पाइने हो त
मङ्गोलियामा पाइने हो। र यो कस्तो खालको मरुभूमि हो त भन्दाखेरि चाहिँ चिसो खालको मरुभूमि हो, चिसो प्रकारको मरुभूमि हो। मरुभूमि दुईटै एसियामा तर के त प्रकार फरक हो। त्यस कारणले क्वेसनले केही नभइकन दुईटै दिएर क्षेत्रफलको आधारमा ठुलो मरुभूमि एसियाको कुन हो भन्छ भने हामीले सुरुमा के हाल्नुपर्छ, अरेबियन हाल्नुपर्छ। केही नभइकन क्षेत्रफल मात्रै दिन्छ भने। तर एसियाको सबैभन्दा ठुलो चिसो मरुभूमि कुन हो भन्दा चिसो कुन हो त, यही हुन्छ। एसियाको ठुलो उष्ण मरुभूमि कुन भन्दा यही हुन्छ त। तर यदि हामीले यो दिँदैन भने के हो त, एसियाको यसले ठुलो चिसो मरुभूमि सोधेछ भन्ने कुरा विचार गर। र भोलि यदि विकल्पमा गोबी दिएन भने अरेबियन मात्र दियो भने हामीले के विचार गर्नु पर्छ, एसियाको ठुलो मरुभूमि कुन हो भनेर यो मात्रै पनि दिन सक्छ। दुईटै दिन्छ भने अरेबियन हान्दिने हो। तर दुईटै दिएर फेरि चिसो कुन हो भन्छ भने फेरि चिसो त हामीले गोबी नै भन्नु पर्यो नि त। त्यसै गरी अर्को हाम्रो के हो त, उत्तर अमेरिकाको हेर्नुहोस् त। त्यहाँ उत्तर अमेरिकामा अब तपाईँले उत्तर अमेरिकामा किताब पढ्नुहोस्, तपाईँले के पढ्नु भएको छ, उत्तर अमेरिकाको ठुलो भनेर तपाईँले सोनोरान भनेर पढिरहनु भएको छ, सोनोरान मरुभूमि भनेर पढिरहनु भएको छ हो, सोनोरान मरुभूमि भनेर पढिरहनु भएको छ। तर यो उत्तर अमेरिकाको सोनोरान ठुलो हो, तर कस्तो खालको त यो उष्ण हो। तर हाम्रो क्रममा कुन आएको छ, 9 नम्बरमा के आएको छ, द ग्रेट बेसिन आएको छ। यहाँ कहीँ छ सोनोरान, छैन नि। सो उत्तर अमेरिकाको ठुलो मरुभूमि कुन हो त, द ग्रेट बेसिन हो कि सोनोरान हो त भन्दाखेरि चाहिँ द ग्रेट बेसिन हो। तर यो कस्तो खालको मरुभूमि त भन्दाखेरि चाहिँ चिसो मरुभूमि हो। सो सेक्सन अफिसरमा के आएको छ क्वेसन, उत्तर अमेरिका रे सोनोरान, व्हाट इज सोनोरान भनेको छ। सोनोरान भनेको के हो भन्दाखेरि चाहिँ उत्तर अमेरिकाको सबैभन्दा ठुलो उष्ण मरुभूमि हो। हिजो हामीले त चिसो भनेर लेखेको थियौँ नि त क्वेसन प्र्याक्टिस गर्दाखेरि। सोनोरान चिसो होइन, यो गर्मी मरुभूमि हो, यो चिसो मरुभूमि हो। सो क्षेत्रफलको अनुपातमा ठुलो कुन चाहिँ त, यदि दुईटा आउँछ भने हामीले के हान्ने हो त, द ग्रेट बेसिन हान्ने हो। यदि द ग्रेट बेसिन आएन छ भने, यो दिएन छ भने विकल्पमा हामी के जाने हो त, सोनोरानमा जाने। यति भन्दा मैले बढी बोलिनँ, बुझ्नुहोस् यति भनेपछि है त। ल सर, अनि मरुभूमि नभएको महादेश युरोप। अब हेर्नुहोस् युरोपमा किन मरुभूमि छैन भन्ने कुरा। युरोप भनेको हाम्रो कहाँ हो त, यो क्षेत्रमा पर्छ युरोप। यो हो कि युरोप भनेको सबै के हो, प्रायद्वीप हो कि होइन। सो प्रायद्वीप भनेको के हो, प्रायद्वीप भनेको युरोप महादेशलाई तीनतिरबाट केले घेराएको छ त, आन्द्र महासागरले घेराएको छ। अब आन्द्र महासागरमा पाइने जलवायुको प्रकार हामीले के भन्छ त, भूमध्य सागरीय हावापानी भन्छ, भूमध्य सागरीय हावापानी भन्छ। र भूमध्य सागरीय हावापानीको विषय के हो त भन्दाखेरि चाहिँ त्यो टापु प्रायद्वीप भनेको के हो त, जस्तै मलाई त तीनवटा पानीले घेराएको छ। सो पानीले घेरा हाल्नु भनेको के हो त, सधैँभरि सामुद्रिक वायुको प्रभाव प्रशस्त मात्रामा हुनु हो। त्यसकारण त्यहाँ सुक्खा याममा पनि के हो त, हल्का मात्रामा गर्मीमा पनि हल्का वर्षा हुन्छ। तर चिसो याममा के हुन्छ त, उत्तरी क्षेत्रको चिसो याममा भूमध्य सागरीय क्षेत्रमा वर्षा याममा पानी त भइ नै हाल्यो। तर चिसो याममा पनि के त, हिउँदा याममा पनि के हो त, यहाँ पानी पर्छ। सबैभन्दा बढी पानी चिसो याममा चाहिँ कुनमा हावापानीमा पर्छ, भूमध्य सागरीय हावापानी क्षेत्रमा पर्छ। र भूमध्य सागरीय हावापानी कुन महासागरमा सक्रिय छ त, आन्द्र महासागरको उत्तरी भूभागमा। र आन्द्र महासागरले तिनैतिरबाट केलाई घेराएको छ त, युरोप महादेशलाई घेराएको छ। त्यसकारण त्यहाँ प्रशस्त मात्रामा के हुन्छ, वर्षाको मात्रा पर्याप्त हुन्छ युरोप महादेशमा। त्यसकारणले मरुभूमि नभएको भनेको त्यस्तो पूर्ण रूपमा नभएका शून्य मात्रा केही पनि हुँदैन विश्वको भूगोलमा। तर तुलनात्मक रूपमा के हो त, मरुभूमि नभएको महादेश हामीले कुनलाई भन्छौँ त भन्दाखेरि चाहिँ यो महादेश कुन चाहिँ हो त भन्दाखेरि चाहिँ युरोप महादेश भन्छौँ। युरोप पनि अझ भूमध्य सागरीय हावापानी प्रभावित देश भने हामी कुनलाई चिन्छौँ त, बेलायत। बेलायत तिनैतिरबाट केले घेराएको छ त, आन्द्र महासागरले घेराएको छ। र बुझ्नुहोस् न। ल हिउँ भएको ठाउँ त छ नि त, जस्तै नेपालको मरुभूमि त सगरमाथा हुनु पर्यो, हामीले किन मुस्ताङ भन्छौँ त, किनभने हाम्रो पूर्वी क्षेत्रमा के भन्छ, मनसुनी वायुको सक्रियता बढी हुँदाखेरि पूर्वी क्षेत्रमा बढी पानी पर्छ। तर पश्चिम क्षेत्रमा मनसुनी वायु सक्रिय हुन्छ त, हुँदैन नि। त्यसकारणले जति पश्चिमतर्फ गयो त्यति नै हाम्रो वर्षाको मात्रा कम हुँदै जान्छ। त्यही भएर मनाङ मुस्ताङका क्षेत्रहरूलाई हामीले के भन्छौँ, मरुभूमि। डोल्पालाई हामीले के भन्छौँ, मरुभूमि भन्छ। तर सबैभन्दा बढी कम वर्षा हुने चाहिँ कहाँ हो त भने मुस्ताङमा। यसरी बुझ्नु पर्यो कुरा है। औसतमा हेर्ने हो यसलाई हामीले के हो त, एभरेजमा हेर्ने। ठिक छ यहाँ। ल यहाँभन्दा बढी नगरौँ यसमा। केही डाउट छ भने भन्नुहोस् न मलाई। क्लियर भयो नि त। अब सर भूपरिवेशी देशको पनि क्लियर गरिदिनु भन्नुभएको छ सर। हिजो 5:30 को प्रश्नले दुविधा बनायो, चिसो महासागर सुमेरको महासागर कस्तो, मैले कहिले गरेँ 5:30 मा क्वेसन। यतापट्टि के हो, यो आर्कटिक हो, यतापट्टि के हो, यो एन्टार्क्टिक हो।
आर्टिक एन्टार्क्टिक यो भने के हो त सुमेरु यो क्षेत्रमा फैलिएको महासागर कुन हो त यो क्षेत्रमा फैलिएको महासागर कुन हो त सुमेरु र यो क्षेत्रमा फैलिएको महासागर यो कुन चाहिँ हो त भन्दाखेरि चाहिँ यहाँसम्म फैलिएको कुन हो त यसको आन्सर के हो त कुमेरु हो र हामीले के भनेर पढेका छौँ त कुमेरु महासागरले चारैतिरबाट केलाई घेरालेको छ त कुन महादेशलाई अन्टार्क्टिकालाई घेरालेको छ र अन्टार्क्टिकालाई घेराल्ने क्रममा चाहिँ यो अन्टार्क्टिकामा चाहिँ कति पर्सेन्ट हिउँ छ अरे त 90% हिउँ छ हो अब 90% हिउँ भएको क्षेत्र जसका मुनि सबै सामुद्रिक मात्रै क्षेत्र छन् यसमा घुसेका दुईटा समुद्र रोस र बेडेल भन्छौँ नि रोस र वेडेल बेडेल होइन रोस र वेडेल वेडेल समुद्र र रोस समुद्र चाहिँ अन्टार्क्टिका महादेशको मुनि सतहमा छन् भने यसका माथि 200 देखि 300 किलोमिटर लम्बाइ र 20 देखि 30 फिटसम्मका चौडाइ भएका के हो त प्रशस्त मात्रामा के छन् त हिउँ क्षेत्रहरू छन् यसलाई चाहिँ चारैतिरबाट कुन महासागरले घेरालेको छ त कुमेरु महासागरले घेरालेको छ तसर्थ यो पनि चिसो पानी के हो दुईटै चिसो पानी किनभने यहाँ पनि हिउँ जान्छ यहाँ पनि हिउँ जान्छ त्यसमा डाउटै छैन तर विश्वको 90% हिउँ चाहिँ सबै कहाँ छ भन्दाखेरि चाहिँ अन्टार्क्टिका छ र यसलाई घेराल्ने महासागर भनेको कुन चाहिँ त कुमेरु हो त्यसकारणले यदि दुईटै विकल्पमा आउँछन् भने चिसो पानीको महासागर भने हामी केलाई चिन्छौँ त भन्दाखेरि चाहिँ चिसो पानीको महासागर भनेर पहिलो विकल्प हाम्रो के हो त भन्दाखेरि चाहिँ कुमेरु महासागर ल कन्फ्युजन नहुनुहोस् दक्षिण एसियाको ठुलो मरुभूमि भएको छ दक्षिण एसियाको ठुलो मरुभूमि कुन हो त अब हिजोको बेलुका क्वेसन आएछ भने चाहिँ प्र्याक्टिस आउनु भएन नि त थार सार्कको अथवा दक्षिण एसियाको सबैभन्दा ठुलो मरुभूमि हो यो कहाँ पर्छ भारत र कहाँ पर्छ यो पाकिस्तानमा पर्छ भारत र पाकिस्तानमा पर्छ दक्षिण एसियाको थार अब नेपालको मरुभूमि भनेर कुन जिल्लालाई चिन्छ भने चाहिँ नेपालको मरुभूमि भनेर कुन जिल्लालाई चिन्छ त मुस्ताङलाई चिन्छ अथवा मुस्ताङको भने कुन स्पेसिफिक ठाउँलाई भनिन्छ भने चाहिँ लोमान्ताङ यसलाई चाहिँ नेपालको सबभन्दा कम वर्षा हुने स्थान भनेर कुन जिल्लालाई चिन्छ मुस्ताङ त्यसबाट नेपालको मरुभूमि भने कुन जिल्ला चिनिन्छ मुस्ताङलाई चिनिन्छ ठिक छ ल सर हिजो किन सुमेरु भन्नुभयो नि कसले सुमेरु भन्नु फेरि तपाईको कमेन्ट हालेर चाहिँ म बोलाउँछु है अब मैले कहिले सुमेरु भने ल कसले सुमेरु भन्नु अब होम सरले भनेर हुन्छ अब मैले यो सरहरूलाई कति बेला वाक्क भइसकेँ क्वेसन भेरिफाई गराउनु भन्छु अब आफ्नै तरिकाले गरिरहेछन् खै के गरे अब सर भिटो पावरमा पनि कन्फ्युजन छ तपाईँलाई मैले यो सम्भवतः यो क्लास सुरु गरेपछि सबभन्दा बढी यही चिच्याएर गराएको छु भिटो पावर प्रयोग 1946 मा सोभियत रुस 1956 मा बेलायत ल पुरा यति हो अब नसुन्नुहोस् मलाई र अझै मैले के भन्छु संघराष्ट्रको बरापत्रको धारा 27 को उपधारा 3 बमोजिम भिटो पावर प्रयोग गरिन्छ भिटो पावर प्रयोग गरिन्छ ल ठीक छ यति भन्न चाहे यसमा मैले र यो तपाईले यसमा किन कन्फ्युजन भएको भने नि यसमा म तपाईलाई आइडिया चाहिँ भन्छु है विकल्प चाहिँ हामीले सोच्नुपर्छ जस्तै सेक्सन अफिसरमा यो क्वेसन सोधिसकेको क्वेसन ध्यान दिएर सुन्नु होला सबैजनाले फेरि एकछिनमा फेरि भिटो पावर नसुन्नुहोस् फेरि पहिलो पटक भिटो पावर प्रयोग गर्ने देश के हो त 1946 मा सोभियत रुसले हो सो भिटो पावर भने के हो एउटा संघराष्ट्रको सुरक्षा परिषदमा कुनै पनि एउटा प्रस्ताव आउँछ तर यो प्रस्तावप्रति म सहमत छैन भनेर आफ्नो विशेष मत हाल्ने अधिकारको नाम नै भिटो पावर हो त्यसलाई नेपालीमा हामीले के भन्छौँ निषेध अधिकार रोक्न सक्ने अधिकार मलाई कसैले पिटौँ भनेर प्रस्ताव ल्यायो तर त्यहाँ हाम्रो स्थायी सदस्य मुलुक कति छन् त 5 वटा फ्रान्स रुस चाइना बेलायत अमेरिका छन् हो यी 5 वटा देशमध्ये एउटा कुनै पनि देशले हुँदैन सन्तोषलाई पिट्नु हुँदैन भने त्यो मतलाई हामीले के भन्छौँ भिटो मत भन्छौँ र भिटो पावर प्रयोग गर्ने देश पहिलो कुन त सोभियत रुसमा है सिरियन क्राइसिसमा त्यहाँबाट गृह युद्धबाट त्यो सेना फिर्ता ल्याउने कि नल्याउने भन्ने क्रममा मतदान हुँदाखेरि चाहिँ रसियाले फिर्ता नल्याउने भनेर पक्षमा चाहिँ मतदान गरेको थियो
त्यही नै विश्वको पहिलो भिटो पावर प्रयोग हो। र यो क्वेसन किन कन्ट्रोभर्सी भयो त भन्दाखेरि चाहिँ लोकसेवाको सेक्सन अफिसरको जाँचमा सोभियत रुस छैन विकल्पमा। विकल्प छैन भने त हामीले हान्नु पर्यो कि दोस्रो प्रयोग गर्ने बेलायत हान्नु पर्यो। तपाईँले मैले ध्यान दिनुपर्ने कुरा के हो त भन्दाखेरि चाहिँ यदि यहाँनिर विकल्पमा रुस छैन भने त अब दोस्रो हान्नु पर्यो नि त। दोस्रो भनेको के हो त बेलायत हो। त्यस कारणले पहिलो विकल्प नो डाउट 100% 0.0000% डाउट कम गर्नु अथवा कन्फ्युजन नहुनु। भिडियो पार गरेर पहिलो यस कुन चाहिँ हो त भने रुस। यदि रुस विकल्पमा छैन भने तपाईँले केमा जाने हो त बेलायत। अब योभन्दा बढी कुरा नगरौँ। र सङ्घ आसनको बडापतिको धारा 27 को उपधारा 3 अनुसार चाहिँ भिटो पावरको के गरिन्छ प्रयोग गरिन्छ। कुरा क्लियर छ यसमा? ल हिजो साँझ भएको थियो अब त्यो छोडिदिनुहोस्। अब त्यसलाई अब तपाईँले सच्याल्नुहोस्। त्यसमा सुमेरु होइन, सुमेरु पनि हो, चिसो पानीको महासागर सुमेरु पनि हो, तर सुमेरु र कुमेरुको तुलनामा कुन हो त कुमेरु महासागर। अब कन्फ्युजन नहुनुहोस्। कुमेरु हो। यदि कुमेरु विकल्पमा रहन्छ भने तपाईँहरू केमा जाने हो त सुमेरुमा जाने हो। सुमेरु पनि चिसो पानी नै हो किनभने ध्रुवीय क्षेत्र भने त चिसो क्षेत्र हुन्। सो ध्रुवीय क्षेत्रमा सबभन्दा बढी हिउँ पर्ने क्षेत्र अथवा चिसोपन बढी भएको त दक्षिण ध्रुवमा हो। सो दक्षिण ध्रुवमा भएको महासागर कुन त कुमेरु महासागर हो। कुमेरु महासागर सबभन्दा चिसो। यदि कुमेरु विकल्पमा रहन्छ भने केमा जानु त सुमेरुमा। फिनिस सिद्धियो है। ल ल अब अलिकति थोरै मैले यसमा नेपालको भूगोलमा थोरै केही कुराहरू तपाईँले गर्न पाइन्छ है। यो झरनाहरूका केही कुराहरू अलिकति कन्फ्युजन हुने खालका कुराहरू थोरै यसमा बाँकी छन्। राष्ट्रिय निकुञ्जहरूका एउटा मेजर पोइन्ट्सहरू म तपाईँले यसमा जानकारी गराउँछु है त। ल अब सुन्नुहोस् है। अब तालसम्मको कुराहरू हिजो हामीले गरेका छौँ हो। तालपछि अब हाम्रो झरनाहरूको कुरा। जस्तै हिजो सेफ फुक्सुन्डबाट एउटा झरेको झरना सिम्पल हामीले यो नेपालको भूगोलमा यो झरनाको कुराहरू मैले थोरै दुई चारवटा झरनाको कुराहरू जोडिहालेँ है। पहिला टिपोट गर्नुहोस् त। पहिला म मेजर पोइन्ट 4 बजेर लेखाउँछु, त्यसपछि जाँचमा आएका के छ म टकटक मलाई जानकारी गराउँछु है। झरना मैले सबैभन्दा बढी क्वेसन सोधेको के हो त रूपसे।
ल यी झरनामा तपाईँले कन्फ्युजन नहुने है। नेपालको सबैभन्दा अग्लो स्थानबाट बगेको झरना सुलीघाट झरना हो, डोल्पा जिल्लाको। अब डोल्पा जिल्लाको सेफुक्सुन्डी तालबाट 3613 मिटरको उचाइमाबाट यो झरना झरेको छ। नेपालको सबभन्दा ठुलो झरना, ठुलो भनेको हाम्रो आयतनको आधारमा हामीले बुझ्नु पर्यो, ख्यातुङ झरना। र लामो झरना, नेपालको सबभन्दा लामो झरना भनेको 2014 साल श्रावण 12 गतेको मितिबाट कायम हुने गरी कालीकोटको पचाल झरना गाउँपालिकाको पचाल झरना गाउँपालिका के अरे पचाल झरना जुन चाहिँ 381 मिटर लामो छ। र रूप्से भनेको डोटेली शब्द रूप्से भनेको नेपालीमा सुन्दर झरना, कुनमा भन्दाखेरि चाहिँ म्याग्दी। त्यसपछि नेपालकै सबैभन्दा होचो ठाउँबाट बगेको झरना कुन छ? कोलुङ झरना, मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका है। मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका, मिक्लाजुङ गाउँपालिकाको कुन खोलाबाट त भन्दाखेरि चाहिँ तेली खोलाबाट प्रभाव भएको झरना, नेपालको सबैभन्दा होचो स्थानबाट बग्ने झरनाको रूपमा चाहिँ यसलाई चित्रित गरेको हामीले पाउँछौँ। ल बुकमा रहन्छ हिस्सा झरना भने किन नहुनु? छ त, बुकमा झरना छन् है, छन्, पछाडि छन्, त्यो राखेको छैन मैले झरना। झरना राखेको हुनुपर्ने हो। झरना रहन्छ क्या, बिर्सेछु क्या राख्नलाई। ल झरना रहन्छ जस्तो छ त्यहाँ। ल ए छ अरे नि, पेज नम्बर कति? 106। पेज नम्बर 156 छ अरे त। 156 156 छ है। पेज नम्बर 156 चाहिँ झरना रहेछ यहाँ चाहिँ। मजाले हेर्नुहोस् त, पुग्छ। यति भएपछि तपाईँलाई पुगिहाल्छ नि। ल अब यो चाहिँ तपाईँलाई मैले नयाँ जानकारी है। नेपालको सबभन्दा होचो ठाउँबाट बग्ने झरना चाहिँ कुन हो त भन्दाखेरि चाहिँ, नेपालको सबभन्दा होचो ठाउँबाट बग्ने झरना भने चाहिँ कुन झरना त भन्दाखेरि चाहिँ यो भर्खरै कोलुङ झरना। मैले भर्खरै फेला पारेको यो, हाम्रो एकजना सरले मलाई यो पठाउनु भएको थियो। मिक्लाजुङ गाउँपालिकाको तेली खोलाबाट बग्ने कोलुङ झरना चाहिँ जुन मोरङ जिल्लामा पर्छ, नेपालको सबभन्दा होचो स्थानबाट बग्ने झरना भन्ने पठाउनु भएको थियो। यो चाहिँ मैले पुस्तकमा समावेश गरेको छैन, यहाँ चाहिँ यसलाई टिपोट गर्नु होला, ठिक छ। ल त्यसपछि अर्को हिमताल होइन त। हिमतालका मेजर पोइन्ट्सहरूको कुरा गर्दाखेरि चाहिँ हामीले अब यसमा तपाईँले यसमा एउटा झरना अर्को सोधेको छ, यो कन्फ्युजन गर्ने खालको झरना। मैले यहाँलाई पहिला पनि भनिसकेको, यो फुङफुङ, यो सोधेको छ फुङफुङ झरना। यो फुङफुङ झरना र अर्को चाहिँ दोस्रो चाहिँ हाम्रो के हो त? फुङफुङे। यसमा कन्फ्युजन नहुने तपाईँहरूले। अब यस्ता जुन शब्दहरू चाहिँ अलिकति कन्फ्युजन हुने खालको हुन्छ, त्यसलाई चाहिँ हामीले ध्यान दिएर हेर्ने है, ध्यान दिएर हेर्ने। फुङफुङ झरना कहाँ हो त भन्दाखेरि चाहिँ फुङफुङ झरना चाहिँ यो ताप्लेजुङ, फुङफुङ झरना हो यो ताप्लेजुङमा है। र फुङफुङे चाहिँ कहाँ हो त भन्दाखेरि चाहिँ नुवाकोटमा हो। यो क्वेसन यसमा झुक्याइदिएको छ। यो फुङफुङ र फुङफुङेमा चाहिँ कन्फ्युजन नहुने यहाँले, ठिक छ। ल अब उल्टो भयो। फुङफुङ फुङफुङ चाहिँ कहाँ हो त? नुवाकोट। त्यो झरना तपाईँ त्यो किताबमा भएको झरनामा पनि पुग्छ है। त्यो फुङफुङ भनेको कहाँ हो त? ताप्लेजुङ। त्यसलाई फुङ फोदेन भने पनि भनेको छ नि त, ताप्लेजुङ। ल अब जाउँ त्यसपछि हामी हिमताल। अब हिमतालको बढीमा 2-3वटा पोइन्ट हामीले याद गर्नु पर्ला। हिमताल, नेपालको सबभन्दा ठुलो हिमताल कुन चाहिँ हो त? नेपालको सबभन्दा ठुलो हिमताल कुन हो त? छोरोल्पा हिमताल। कुन जिल्लामा पर्छ भन्दाखेरि चाहिँ यो दोलखामा पर्छ। त्यसपछि नेपालको सबैभन्दा
अग्लो स्थानमा भए पनि यही है, के अरे ठुलो ठुलो क्षेत्रफलका आधारमा नेपालको सबभन्दा होचो स्थानमा भएको कुन चाहिँ हो त? होचो स्थानमा भएको हिमताल भने हामीले के भन्छ? कफुचे। कफुचे हिमताल कुन जिल्लामा पर्छ? यो कास्की। यो सुन्नु भएको छ यो कफुचे भनेर? यो हालसालै गिनिज बुकमा प्रस्ताव गरेको छ है। यो नेपालको कास्की जिल्लामा अवस्थित कफुचे हिमताललाई चाहिँ विश्वको सबभन्दा होचो स्थानको हिमतालको उचाइमा रहेको दाबी गरेको छ। यसलाई चाहिँ के हो त? हाम्रो ताल संरक्षण समितिले चाहिँ विश्व सम्पदा सूचीमा पनि सूचीकृत गर्ने र त्यसपछि अर्को के त भने जुन हाम्रो विश्व सम्पदा सूचीमा सूचीकृत गर्नलाई चाहिँ जुन अहिले हाम्रो 10 वर्ष त्यसलाई 12वटा बनाउने जो टार्गेट छ नेपाल सरकारको, हाम्रो 15 योजनामा के छ? अहिले विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदा हाम्रो कति छ त? 10वटा छन्। त्यसमध्ये कतिवटा बनाउने भनेको 80-21 सम्म 12वटा। त्यसमा प्रस्तावित एउटा परेको के हो त? कफुचे हिमताल पनि हो। सो कफुचे हिमताललाई चाहिँ विश्वकै सबैभन्दा होचो स्थानमा अवस्थित हिमतालको रूपमा चाहिँ यसलाई प्रस्ताव गरिएको छ र यो प्रस्ताव पठाइएको छ। अब यो हुने नहुने आफ्नो नाममा छ र यसलाई के दाबी गरेको छ भन्दा चाहिँ अहिले नेपालको त होचो स्थानमा छँदैछ, विश्वकै सबभन्दा होचो स्थानमा पर्छ भनेर यसलाई दाबी गरेको छ है। कति उचाइमा? यसको उचाइ भनेको 2450 मिटर मात्रै छ। 2450 मिटरको उचाइमा हिमताल त यतिमा त एकदमै रेयर हो नि त यो होइन त। 2450 मिटरको उचाइमा चाहिँ कास्की जिल्लाको मादी गाउँपालिकामा, कुन गाउँपालिकामा पर्छ यो भन्दाखेरि चाहिँ मादी गाउँपालिका, कास्की जिल्लाको मादी गाउँपालिकामा पर्छ र 2450 मिटरको उचाइमा मात्रै छ र यो चाहिँ नेपालको सबभन्दा होचो स्थानमा भएको हिमताल हो। ल होचो ठाउँबाट झर्ना अहिले मैले भने त कोलुङ झरना हो त। अहिले मैले लास्टमा लेख्दा चाहिँ के गरेर बस्नु थियो हजुर? कोलुङ झरना, मोरङ जिल्लाको कोलुङ झरना भन्ने मैले अघि भने होइन त? लेखिसक्यो भने होइन त? लेखि पनि सकेको। तेली खोलाबाट बगेको मोरङको मिक्लाजुङ गाउँपालिका, अझ त्यहाँ पनि वडा नम्बर 5 पनि भनेको छैन। वडा नम्बर 5 र लेटाङ 5 को सिमानाबाट बगेको चाहिँ झरना चाहिँ कोलुङ झरना नेपालको सबभन्दा होचो झरना, होचो स्थानबाट बगेको झरना भनेर हामीले जान्नु है। ल यति यसमा यो मेजर पोइन्टहरु तपाईलाई मैले भने। अब यसमा एउटा अर्को हाम्रो इम्जा हिमताल। अब इम्जा हिमताल भनेको कहाँ त? सोलुखुम्बु हो। इम्जा हिमताल एउटा सोधेको छ हामीले, एउटा एक्स्ट्रा क्वेशन। इम्जा हिमताल भनेको कहाँ आउँदै? यो सोलु हो। ल अब त्यस्तो खासै अरु यसमा छैनन् है। ल अरु के छन् हिमतालहरु? एउटा हामीले अब सुनिआएको अर्को कमन भनेको के हो त? ठुलागी हो। ठुलागी भनेको ठुलागी हिमताल भनेको मनाङ हो। यसलाई जान्नुस्। त्यसपछि अर्को एउटा जाँचमा आउन सक्ने हामीलाई के हो त भने चाहिँ राष्ट्रिय निकुञ्ज, राष्ट्रिय निकुञ्ज संरक्षण क्षेत्र, राष्ट्रिय निकुञ्ज संरक्षण क्षेत्र, त्यसपछि राष्ट्रिय निकुञ्ज संरक्षण क्षेत्र, वन्यजन्तु आरक्ष, वन्यजन्तु आरक्ष, वन्यजन्तु आरक्ष, त्यसपछि अर्को शिकार आरक्ष, शिकार आरक्ष। नेपालमा राष्ट्रिय निकुञ्जको संख्या कति रह्यो त? 12 वटा। संरक्षण क्षेत्र कति रह्यो त? 6 वटा। वन्यजन्तु आरक्ष कति रह्यो त? एउटा। शिकार आरक्ष कति रह्यो त? एउटा। यिनीहरूले ओगटेको क्षेत्रफल कति हो त? यिनीहरूले संरक्षण गरेको क्षेत्रफल भनेको, यिनीहरूले ओगटेको क्षेत्रफल भनेको कति हो त? कुल क्षेत्रफलको 23.39% चाहिँ के छ भन्दाखेरि चाहिँ 12 वटा राष्ट्रिय निकुञ्ज, 6 वटा संरक्षण क्षेत्र, एउटा वन्यजन्तु आरक्ष त्यो भनेको कोशी टप्पु, र शिकार आरक्ष भनेको के त भने चाहिँ हाम्रो ढोरपाटन शिकार आरक्ष। यिनले गरेर चाहिँ नेपालको कुल संरक्षण क्षेत्र चाहिँ 23.39% चाहिँ ओगटेको छ भन्ने चाहिँ कुरा चाहिँ हामीले जानौँ। ठिक छ? ल संरक्षण हो इम्जा, इम्जा सोलुखुम्बु है। इम्जा सोलुखुम्बु मैले लेखिसकेँ त्यसमा। ल ल फटाफट नोट गरिहाल्नुहोस् त। नेपालका 12 वटा राष्ट्रिय निकुञ्ज, 6 वटा संरक्षण क्षेत्र, एउटा वन्यजन्तु, एउटा शिकार आरक्ष। अब सर र म तपाईले जाँचमा क्वेशन गरिसकेपछि एउटा स्थापना मितिको आधारमा सबैको स्थापना मिति पढ्नु परेन।
पहिलोको कुन चाहिँ अन्तिमबाट चाहिँ वरियन्तु के अरे वरियन्तु आरक्षबाट कुन चाहिँ राष्ट्रिय गुन्जा बनाए ट्याक 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 त्यसले हेरेर म मेजर पोइन्ट मात्रै लेखाउँछु यसमा है। सो राष्ट्रिय गुन्जाको म सुरुमा लेखाउँछु पहिला। सो राष्ट्रिय गुन्जा नेपालको पहिलो राष्ट्रिय गुन्जा पहिला नाम लेखिदिन्छु तपाईँले म मेट्छु। रानी राष्ट्रिय गुन्जालाई हामीले के त रानी भनेर सम्झिँदा हुन्छ। रानी कति छन् त भनेर चाहिँ 12 वटा छन्। सबैभन्दा पहिलो कुन चाहिँ हो त भनेर चाहिँ चितवन राष्ट्रिय गुन्जा। दोस्रो के हो त भनेर चाहिँ हाम्रो लाङटाङ। तेस्रो के हो त सगरमाथा। चौथो कुन चाहिँ हो त रारा। पाँचौं कुन चाहिँ हो त बर्दिया। अब यो सम्झिनाले एकदम सजिलो छ। यो सम्झिनाले एकदमै सजिलो छ। यो चारवटा एउटै मितिमा हुन्। नेपालको पहिलो राष्ट्रिय गुन्जा कुन हो त भनेर चाहिँ यही हो नि त। स्थापना कहिले भएको त यो सबै स्थापना मिति चाहिँदैन क्या, त्यो पनि सजिलो छ सम्झिनलाई। यो स्थापना मिति भनेको चितवनको 2030 हो। अरू सबै यो चारवटाको कति हो त भनेर चाहिँ 2032 हो। तर क्रम आउँदाखेरि चाहिँ लाङटाङ, सगरमाथा, रारा, बर्दिया है यसमा। त्यसपछि अर्को के आउँछ हाम्रो सेफोक्सुन्डो। अब नेपालको सबभन्दा ठुलो यही हो। अब हामीले आधारभूत कुरा जानकारी गर्नुपर्छ। नेपालको सबभन्दा ठुलो कुन चाहिँ हो भने चाहिँ सेफोक्सुन्डो। यो खप्तरको खासै अहिलेसम्म क्वेसन सोधेको छैन है। यो पर्सेन्ट याद गर्ने यी सबैले चाहिँ 23.39% क्षेत्रफल ओगाडेको छन् भनेर चाहिँ हामीले नबिर्सिने। ल यति चाहिँ हामीले जान्नु। ल यसलाई फटाफट क्रम लेखिहाल्नुहोस् त। यो चाहिँ अब यसमा म तपाईँलाई यसको मेजर क्वेसनहरू कसरी पढ्ने मात्रै भन्छु म तपाईँलाई, सबैको भन्दिनँ। सर पुरा मिति भन्नुभएको छ। के को पुरा मिति भन्नुभएको भन्नुहोस् त? शुक्ला फाँटाको। अब यस्तो भन्छ यहाँ यो शुक्ला फाँटाको तपाईँले चाहिँ यसमा के कुरा विचार गर्नुपर्छ भन्दाखेरि चाहिँ नि शुक्ला फाँटा पहिला के हो त भन्दाखेरि चाहिँ वन्यजन्तु आरक्षी हो। सो शुक्ला फाँटा वन्यजन्तु आरक्षी कहिले थियो खास हो भन्दाखेरि चाहिँ यसको खास स्थापना मिति कहिले हो त 2031 साल हो। भोलि तपाईँलाई शुक्ला फाँटा राष्ट्रिय गुन्जाको स्थापना कहिले भएको थियो भनेर तपाईँले भोलि अब 2073 यो राष्ट्रिय गुन्जामा रूपान्तरण भएको। तर यसको स्थापना वास्तवमा कहिले भएको त 2031 सालमा भएको हो। र 73 साल पुसमा चाहिँ नेपाल सरकारले शुक्ला फाँटा वन्यजन्तु आरक्षीलाई केमा रूपान्तरण गरेको त शुक्ला फाँटा राष्ट्रिय निकुञ्जमा रूपान्तरण गरेको। त्यसैगरी पर्सा पनि के थियो पहिला भन्दाखेरि चाहिँ वन्यजन्तु आरक्षी नै हो। र अहिले चाहिँ के हो त सरी 2074 मा नेपाल सरकारले 2074 सालमा चाहिँ पर्सा वन्यजन्तु आरक्षीलाई केमा रूपान्तरण गरेको त पर्सा राष्ट्रिय गुन्जामा यसलाई रूपान्तरण गरेको। र यसको वास्तविक स्थापना मिति कहिले हो त भन्दाखेरि चाहिँ विक्रम सम्वत 2040 हो। एक रूपमा आरक्षको रूपमा एक्जाममा चाहिँ विकल्प हेरेर आउनुहोस् है। विकल्प हेरेर आउनुहोस् स्थापना मिति आउँछ भने यसको नेपालको अन्तिम राष्ट्रिय गुन्जा त यही हो। अब कहिले नेपालको अन्तिम राष्ट्रिय गुन्जाको स्थापना कहिले भएको थियो भनेर अब यो दियो भने त यो सकिहाल्यो। र यो दिएन छ भने विकल्पमा के हुन सक्ला 2040 हुन सक्ला। किन 2040 मा स्थापना भएको थियो वन्यजन्तु आरक्षको रूपमा र अहिले के को रूपमा रूपान्तरण भएको त राष्ट्रिय निकुञ्जको रूपमा चाहिँ यो रूपान्तरण भएको। सो तपाईँले सबै मिति जान्नु परेन। सिम्पल म तपाईँले के भन्छु भन्दाखेरि चाहिँ मिति आउँदाखेरि तपाईँले यो मिति आउँछ एउटा र यो मिति आउँछ र अर्को मैले भनिसकेँ के त भनेर चाहिँ यो मिति आउँछ। सममिति आउँदैन।
स्थापना मितिको आधारमा क्रम सोधिहालेमा तपाईँले के यो 4वटा ठाउँमा राख्ने है। ठिक छ। मैले चाहिँ यसलाई कसरी सम्झाएको थिएँ भने यो 32 सालको लागि लास्टलाई रारा तालमा लगेर बगाएँ भनेर सम्झाएको थिएँ मैले। यस्तै यो 4वटालाई लगातार क्रम सम्झाएँ। लास भनेको के त लाङटाङ, स भनेको के त सगरमाथा, लास शरीरको मृत शरीरको लास भन्ने कुरा बुझिन्छ। रारा राष्ट्रिय हुन्छ रारा ताल भने, बगाएँ भनेको के त बर्दिया, यसरी हो। यसरी चाहिँ ट्याक्कसँग यो 4वटा चाहिँ क्रम तपाईँले याद गर्नु। से फोक्सुन्डो, अब से फोक्सुन्डो, यो से फोक्सुन्डोलाई हामीले सम्झिनलाई यो 2टा शब्द सम्झिनुहुन्छ 20 को 40, 3टालाई हामीले 20 को 40 भनेर सम्झिन सक्छौँ। यसमा 20 को 40, 20 को 42 अनि 20 को नम्बर छ। यो नभए यो 2टालाई ट्याक्कै सम्झिन सकिन्छ। 20 गुणा 40, 20 गुणा 40 मा प्लस 2 गर्दाखेरि से फोक्सुन्डो अर्को के आउँछ खप्तड। अब म चाहिँ वरुण अथवा मकालो वरुण, म कालो र म वरुण, उमेर हद, उमेरको ग्याप सम्झिँदा पनि हुन्छ यसलाई। अब आफ्नो दिमागमा कसरी घुस्छ यसलाई घुसाउनुहोस्। र बाँकी यसको हाम्रो कालापत्र बैठक भयो नि, कालापत्र बैठक कहिले भएको थियो त? नेपाल सरकारको सबैभन्दा अग्लो स्थान कालापत्रमा 2066 साल मङ्सिर 19 गते तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपालको पालामा चाहिँ कालापत्र बैठक बसेको थियो। कालापत्र बैठक किन बसेको थियो त भन्दाखेरि चाहिँ विश्व समुदायले चाहिँ जलवायु परिवर्तनका असर र त्यसले नेपालमा पारेको प्रभावलाई जानकारी गराउनलाई, उनीहरूलाई सचेत बनाउनलाई चाहिँ मन्त्री परिषद बैठक बसेको थियो, जसलाई हामीले कालापत्र बैठक भन्छौँ। विश्वको सबभन्दा अग्लो स्थानमा भएको मन्त्री परिषद बैठक कालापत्थर, सगरमाथाको आधार शिविर कुन ठाउँमा त? कालापत्थरमा भएको भएरलाई कालापत्र बैठक भनेको थियो। र कालापत्र बैठकले निर्णय गरेर स्थापना गरेको राष्ट्रिय निकुञ्जको नाम कुन हो त? बाँके राष्ट्रिय निकुञ्ज हो। कालापत्र बैठकको निर्णय स्वरूप स्थापना भएको राष्ट्रिय निकुञ्ज कुन हो त चाहिँ बाँके राष्ट्रिय निकुञ्ज। र हालसालै अथवा देहायमध्ये कुन चाहिँ वन्यजन्तु आरक्षणलाई चाहिँ राष्ट्रिय निकुञ्जमा रूपान्तरण गरेको, परिवर्तन गरेको भनेर क्वेसन आउँछ भने पहिलो शुक्लाफाँटा हो, कञ्चनपुर जिल्लाको शुक्लाफाँटा। अर्को कुन राष्ट्रिय निकुञ्ज त? पर्सा राष्ट्रिय निकुञ्ज। 40 सालको स्थापना, 14 सालमा राष्ट्रिय निकुञ्ज, 31 सालको स्थापना, 73 सालमा के भयो त? राष्ट्रिय निकुञ्जमा रूपान्तरण। ल 5356 कालापत्र बैठक कति उचाइमा भएको थियो भन्दाखेरि चाहिँ 5356 मिटरको उचाइमा चाहिँ यो भएको थियो है। 66 साल मङ्सिर 19 गते, यो नबिर्सिने। र अर्को पानीमुनि गरेको, समुद्रमुनि गरेको बैठक जलवायु परिवर्तनमा यो 2टा मितिहरू सधैँभरि महत्त्वपूर्ण हुन्छन्। 2009 अक्टोबर 16 मा मालदिप्सले समुद्रमुनि गरेको पानीमुनि बैठक कहिले हो त? 2009 अक्टोबर 16। एउटा सबभन्दा उच्च स्थानमा, एउटा सबभन्दा होच भनेको समुद्रमुनि गरेको है यो। ल ल अब त्यसपछि यति कुरा गरिसकेपछि यहाँलाई मैले के भन्छु त भन्दाखेरि चाहिँ आउन सक्ने अब यसबाट मेजर पोइन्ट्स के हो त? अब चितवनबाट आउन सक्ने क्वेसन भनेको के हो त भन्दाखेरि चाहिँ चितवन राष्ट्रिय निकुञ्ज नेपालको पहिलो राष्ट्रिय निकुञ्ज कुन हो भनेर यही हो। स्थापना मैले कति भने त? 2030 सालमा भने। र यसमा सबैभन्दा बढी पर्यटक आउने राष्ट्रिय निकुञ्ज कुन हो त? यही चितवन राष्ट्रिय निकुञ्ज होइन। त्यसपछि अर्को नेपालका विश्व सम्पदा सूचीमा हाम्रो किनभने सांस्कृतिक सम्पदा भन्ने जुन टपिक छ त्यसबाट यो सम्पदा भन्ने टपिकबाट सोधिन सक्छ। विश्व सम्पदा सूचीमा सूचीकृत दोस्रो राष्ट्रिय निकुञ्ज यही हो। पहिले सूचीकृत गरेको थियो त्यसलाई भन्दाखेरि चाहिँ सन् 1984 हो। नेपालका 2टा राष्ट्रिय निकुञ्जहरू चाहिँ विश्व सम्पदा सूचीमा सूचीकृत गरेका छन्। त्यो मध्ये पहिलो कुन हो त? सगरमाथा हो। विश्व सम्पदा सूचीमा सूचीकृत नेपालका कतिवटा छन् अरे त भन्दाखेरि चाहिँ सूचीमा कतिवटा छन् अरे त? 2वटा छन्। त्यो मध्ये पहिलो कुन हो त? यही सगरमाथा हो। कहिले गरे त्यसलाई भन्दाखेरि सूचीकृत 1979। यो ध्यान दिएर लेख्नुहोस्, म बिस्तारै भन्छु, यसलाई राम्रोसँग टिप्नुहोस्। यो क्वेसन आजमा आउने क्वेसन राष्ट्रिय निकुञ्जबाट क्वेसन आउँदाखेरि चाहिँ विश्व सम्पदा सूचीमा सूचीकृत कसले गर्छ? UNESCO, युनेस्कोले गर्छ हैन। नेपालका जति पनि सांस्कृतिक सम्पदा छन्, प्राकृतिक सम्पदा छन्, त्यसको संरक्षण, सम्वर्धन र प्रवर्धनका लागि विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने काम कसले गर्छ? संघ राष्ट्र सङ्घको कुन संस्थाले गर्छ? युनेस्कोले गर्छ।
र नेपालका 10 वटा सम्पदाहरू सूचीकृत छन्, जसमध्ये 2टा सम्पदा के हुन् त प्राकृतिक, 8 वटालाई चाहिँ के भनेको छ ऐतिहासिक तथा सांस्कृतिक। सो त्यो 2टा प्राकृतिक सम्पदा के हुन् त भन्दाखेरि चाहिँ पहिलो के हो त विश्व सम्पदा सूचीमा सूचीकृत नेपालको पहिलो प्राकृतिक सम्पदा अथवा पहिलो राष्ट्रिय निकुञ्ज कुन भन्छ भने सगरमाथा, कहिले 1979 मा, र दोस्रो सूचीकृत कुन चाहिँ हो त चितवन राष्ट्रिय निकुञ्ज, कहिले त 1984। ठिक छ ल। पानीमुनीको बैठक मालदिप्स 2009 अक्टोबर 16 मा पानीमुनीको बैठक कुन देशले आयोजना गरेको थियो भन्दाखेरि चाहिँ मालदिप्सले गरेको थियो। नेपालले सबभन्दा टुप्पोमा, मालदिप्सले सबभन्दा फेदामा, त्यो भनेको पानीमुनी 20 फिट पनि है। पानीमुनी कति फिट तल भनेर चाहिँ पानीभन्दा 20 फिट तल चाहिँ बैठक गरेर चाहिँ हामी डुब्न आँट्दैछौँ, हाम्रा जस्ता टापु राष्ट्रहरूलाई बचाऊ, जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर भनेर चाहिँ विश्व समुदायको ध्यानलाई आकृष्ट गर्नलाई चाहिँ के गरेको त भन्दाखेरि चाहिँ यो बैठक चाहिँ आयोजना गरिएको थियो। ठिक छ ल। पहिलो सूचीकृत गरेको सगरमाथा, विश्व सम्पदा सूचीमा सूचीकृत पहिलो सगरमाथा हो भने दोस्रो चाहिँ कुन हो त चितवन। 2टा छन् जम्मा प्राकृतिक सम्पदा। पहिलो कहिले त 1979 मा, दोस्रो कहिले त 1984। यो महत्त्वपूर्ण छ ल। अब त्यसलाई सम्पदा के अरूमा अझै अब सम्पदामा कुरा गरौँ न। अहिले यहाँ हामी राष्ट्रिय निकुञ्जमा छौँ, कन्फ्युजन हुन्छ है यसलाई, यो त अन्य टिप्पणी यसमा ल। दुई 2032 को क्रम तलमाथि भएर त के हुने नि होइन। अब यसरी छ होइन, नेपाल परिचय यसरी नै राखेको छ। त्यस कारणले गर्दा चाहिँ तपाईँले यसलाई सकभर मैले भने नि त, मैले चाहिँ लासलाई चाहिँ एउटा कुनै मृत शरीर लासलाई चाहिँ लगेर रारा तालमा लगेर बगाइदियो भनेर सम्झिनुहोस् न। लामटाङ, सगरमाथा, रारा, बर्दिया 4वटा, चितवन सम्झिन सकिहालिन्छ है। किन भन्दाखेरि चाहिँ उसको फोक्सोले कामै गरेको थिएन। फोक्सो भने चाहिँ अक्सिजनको कुरा भयो, काम गरेको थिएन, त्यो खत्तम भइसकेको थियो। फोक्सो खत्तम भइसकेको थियो अनि लगेर सिध्याइदिएँ मैले ल है। रारा होइन, रारा त केमा त, रारा सम्पदामा हो कि रामसारमा हो? रामसारमा हो नि, रामसारको यहाँ होइन है। त्यो विश्व सम्पदा सूचीमा त्यो रारा होइन नि। रारा भने के हो त रामसार सूचीमा, इरानको रामसारमा, विश्व रामसार सूचीमा हो। यो चाहिँ के हो विश्व सम्पदा सूचीमा हो ल। त्यसपछि सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज कुन चाहिँ हो त? सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज कुन चाहिँ हो त? सेफोक्सुन्डो। सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज कुन चाहिँ हो त? सेफोक्सुन्डो। कति छ क्षेत्रफल? 3555 वर्ग किलोमिटर, 55 वर्ग किलोमिटर। सानो राष्ट्रिय निकुञ्ज कुन चाहिँ हो त? सानो राष्ट्रिय निकुञ्ज भनेको रारा राष्ट्रिय निकुञ्ज। रारा राष्ट्रिय निकुञ्ज सेफोक्सुन्डो भनेको यो कहाँ हो त? डोल्पा र मुगुमा। त्यो चाहिँ रारा ताल, के अरे रारा राष्ट्रिय निकुञ्ज, त्यो कहाँ हो त? मुगु। पछि त्यसको क्षेत्रफल 106 वर्ग किलोमिटर छ। तराई क्षेत्रको सबैभन्दा ठुलो, तराई क्षेत्रको सबैभन्दा ठुलो कुन चाहिँ हो त भन्दाखेरि चाहिँ तराई क्षेत्रको सबैभन्दा ठुलो कुन हो त? बर्दिया। बर्दिया कति छ त? 968 वर्ग किलोमिटर छ, वर्ग किलोमिटर छ। तराई क्षेत्रको सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज बर्दिया हो। त्यसपछि हिमाली क्षेत्रको सबैभन्दा ठुलो लाङटाङ राष्ट्रिय निकुञ्ज। लाङटाङ राष्ट्रिय निकुञ्ज 1710 वर्ग किलोमिटर ल। नेपालको सबभन्दा ठुलो, नेपालको सबभन्दा सानो, तराई क्षेत्रको सबभन्दा ठुलो बर्दिया। यो क्वेसन क्याडेटमा कोर्स आएको क्वेसन हो। तराई क्षेत्रको सबभन्दा ठुलो राष्ट्रिय निकुञ्ज कुन भन्दाखेरि बर्दिया। अब चितवनको चाहिँ हाम्रो कति छ? जम्मा 952.63 मात्रै छ। बर्दियाको छ 968 वर्ग किलोमिटर छ भने हिमाली क्षेत्रको सबभन्दा ठुलो कुन चाहिँ हो त?
लाङटाङ राष्ट्रिय निकुञ्ज हो जुन चाहिँ कहाँ पर्छ अब रसुवामा छुने भने चाहिँ रसुवा तपाईँ हाम्रो हिमाली जिल्ला हो होइन रसुवा नुवाकोट यी के हो त भन्दा चाहिँ हिमाली जिल्लामा परेको कारणले गर्दा हिमाली क्षेत्रको सबभन्दा ठुलो राष्ट्रिय निकुञ्ज लाङटाङ तराई क्षेत्रको सबभन्दा ठुलो कुन चाहिँ हो त बर्दिया हो ल बर्दियाको बर्दिया राष्ट्रिय निकुञ्ज हो अब बर्दिया राष्ट्रिय निकुञ्ज भन्ने बित्तिकै तपाईँको यो बर्दिया राष्ट्रिय निकुञ्ज भन्ने बित्तिकै तपाईँको दिमागमा के आउनुपर्छ भन्दाखेरि चाहिँ कृष्णसार आउनुपर्छ कृष्णसार नेपालमा कृष्णसारको संरक्षण कहाँ गरिएको छ त बर्दिया राष्ट्रिय निकुञ्जमा गरिएको छ लाङटाङ राष्ट्रिय निकुञ्जमा के को संरक्षण गरेको छ भन्दाखेरि चाहिँ हाब्रे यसलाई हामीले के भन्छ त पाण्डा संरक्षण कुन राष्ट्रिय निकुञ्जमा गरेको छ त लाङटाङमा र अर्को लाङटाङको एउटा विषयमा के लेख्नु छ तपाईँले भन्दाखेरि चाहिँ जैविक विविधताको दृष्टिकोणले यही क्वेसन अस्ति प्रदेश नम्बर 1 को 14 अवस्थाको क्वेसन जैविक विविधताको दृष्टिकोणले सबैभन्दा अग्रणी कुन हो भनेर सोधेको छ ठ्याक्कै नेपाल परिचयको लाइनै काटेर दिएको छ क्वेसन जैविक विविधतामा सबैभन्दा अग्रणी राष्ट्रिय निकुञ्ज भनेर हामीले केलाई उल्लेख गरेको पाउँछ हामीले लाङटाङ राष्ट्रिय निकुञ्जलाई चाहिँ उल्लेख गरेको यसमा हामीले पाउँछौँ लाङटाङ भनेपछि हाम्रो दिमागमा आउनुपर्ने के हो त हाब्रे पाण्डा होइन त पाण्डा ल के भन्नु भएको छ डोल्पा मुगु हिमाली जिल्ला होइन नि त हो त डोल्पा मुगु हिमाली जिल्ला होइन नि त हो नि त हिमाल केपी त फोक्सुन्डो नै हुनुपर्ने हो के भन्नु अहिले मैले क्वेसन बुझिनँ ठुलो राष्ट्रिय निकुञ्ज से फोक्सुन्डो अनि सानो यही हो तराई क्षेत्रको सबभन्दा ठुलो यही हो र हिमाली क्षेत्रको सबभन्दा ठुलो के यो ठुलो होइन यो पहिले सरी यसमा सच्याउनुहोस् त यसमा पहिले चाहिँ है हिमाली क्षेत्रको पहिलो भनेको ठुलो भएछ यहाँ पहिलो ठुलो त यही भयो नि डोल्पा मुगु अब हिमाली जिल्ला भए सही है मलाई धन्यवाद सम्झाइदिनु भयो कसले भन्नुभएको थियो पहिलो चाहिँ हिमाली क्षेत्रको पहिलो कुन चाहिँ हो त भन्दाखेरि चाहिँ हिमाली क्षेत्रको पहिलो लाङटाङ तराई क्षेत्रको पहिलो कुन हो त चितवन पहिलो चाहिँ यहाँ ठुलो भएछ यसलाई सच्याउनुहोस् यहाँ नेपालको हिमाली क्षेत्रको सबभन्दा पहिलो राष्ट्रिय निकुञ्ज कुन हो त लाङटाङ पहिलो चाहिँ त्यो ठुलो काट्नुहोस् पहिलो बनाउनुहोस् त्यसलाई त्यही कन्फ्युज भएर सोधेको हो होइन त्यो मैले मिस्टेक लेखेको छु है कहिले मैले मिस्टेक लेखेको छु अब लेख्दा कहिले हात छिप्यो हिमाली क्षेत्रको सबभन्दा ठुलो होइन पहिलो चाहिँ कुन हो त लाङटाङ 2032 सालको पहिलो यो ल अब यसमा अर्को हामीलाई आउन सक्ने भनेको अर्को के हो त भन्दाखेरि चाहिँ क्षेत्रफलको आधारमा क्रम सोधिन सक्छ त्योभन्दा पहिला यसको हामीले के त भन्दाखेरि चाहिँ कुन राष्ट्रिय निकुञ्ज के को लागि प्रख्यात छ त्यसलाई सरसर्ती यहाँ लेखिहाल्छ यतापट्टि जनावर यतापट्टि राष्ट्रिय निकुञ्ज दिएर हामीले सोधिन सक्छ यो चान्स त्यस कारणले के का लागि प्रख्यात छ त के का लागि प्रख्यात छ त के का लागि प्रख्यात छ त भनेर चाहिँ ल भन्नुहोस् कमेन्ट गर्नुहोस् त चितवन सबैभन्दा के को लागि हो त चितवन भनेको हाम्रो विशेष गरी हाम्रो के हो त भने चाहिँ एकसिङे गैंडा है एकसिङे गैंडाको लागि चाहिँ चितवन राष्ट्रिय निकुञ्ज चाहिँ के छ एकदमै एकसिङे गैंडाको लागि चाहिँ चितवन राष्ट्रिय निकुञ्ज चर्चित छ त्यसपछि अर्को यसमा के पाइन्छ त पाटे बाघ पाइन्छ हो पाटे बाघ पाइन्छ त्यसपछि नेपालमा सबभन्दा बढी बाघ पाइने राष्ट्रिय निकुञ्ज कुन चाहिँ हो त चितवन राष्ट्रिय निकुञ्ज हैन पाटे बाघ त्यसपछि यसमा के हो त भने चाहिँ घडियाल गोही त्यसपछि यसमा एउटा विशेष प्रकृतिको चरा पाइन्छ त्यो चराको नाम के हो त हिलकेवा चरा यही पाइन्छ हिलकेवा चरा एकसिङ गैंडा पाटे बाघ घडियाल गोही यो भयो अनि अर्को गोही प्रजनन केन्द्र हाम्रो नेपालमा गोही प्रजनन केन्द्र पनि के हो त यही भित्र छ त्यसपछि अर्को हाम्रो कसरामा अर्को के त हात्ती प्रजनन केन्द्र पनि यही राष्ट्रिय निकुञ्ज भित्र नै रहेको छ ल एकसिङे गैंडा पाटे बाघ घडियाल गोही हिलकेवा चरा लगायत
है यसमा बर्दिया भन्नुभएको छ। अब यहाँ ध्यान दिएर सुन्नु होला, ध्यान दिएर सबैजनाले सुन्नु होला। नेपालमा सबभन्दा बढी के अरे बाघ पाइने कहाँ हो त भनेर त्यहाँ तपाईँले के सन्दर्भमा त्यो उसमा भन्नुभएको बाघको? नेपालमा बाघ गणना 2022मा सबैभन्दा बढी बाघ कहाँ पाइएको छ भनेर यहाँ पाइएको छ। चितवन राष्ट्रिय उद्यानमा कतिवटा बाघ पाइएको छ त? 128वटा बाघ पाइएको छ। तर तपाईँले जुन त्यो बर्दिया भने कतै कमेन्ट गर्नु भएको छ, नेपालमा वयस्क बाघ, यो वयस्क बाघ सबैभन्दा बढी पाइने चाहिँ कहाँ हो त भन्दाखेरि चाहिँ यो पाइने कहाँ हो त भन्दाखेरि चाहिँ बर्दिया। ध्यान दिएर सुन्नु होला, नेपालमा सबैभन्दा बढी बाघको संख्यात्मक दृष्टिकोणबाट सबैभन्दा बढी बाघ पाइने राष्ट्रिय निकुञ्ज भनेको चितवन हो। तर वयस्क बाघ सबैभन्दा बढी कहाँ पाइन्छ भन्दाखेरि चाहिँ बर्दिया राष्ट्रिय निकुञ्जमा पाइन्छ। कुरा क्लियर छ? यहाँ बर्दिया राष्ट्रिय निकुञ्जमा कतिवटा बाघ देखाएको छ त अहिले? 125वटा। अहिले हामीले सुनेका छौँ नि, जति पनि हाम्रा मान्छेमाथि आक्रमण गर्ने बाघहरू चाहिँ अहिले के चितवनमा हामी सुनिन्छ त कहाँ सुनिन्छ? बर्दियामा सुनिन्छ। बर्दिया राष्ट्रिय निकुञ्जबाट मान्छे आएर खायो, यता गरेर उता गरेर आक्रमण गरेर भनिन्छ नि। सो वयस्क बाघ बढी भएको संख्या कहाँ हो त? बर्दियामा हो। तर बढी कहाँ छन् भन्दाखेरि चाहिँ बढी कहाँ छन् बाघ भन्दा तपाईँले चितवन भन्यो, यो शब्द प्रयोग गर्छ भने तपाईँले कहाँ हान्ने हो त? बर्दियामा हान्ने। कुरा क्लियर छ यसमा? है, ठिक छ ल। बाघका लागि हो तपाईँले त्यो भनेको पनि ठिक हो। बाघका लागि प्रख्यात, बाघका लागि प्रख्यात भनेर कुन हो भन्छ भने बर्दिया नै हान्ने हो। र मैले भन्न खोजेको यसमा के हो त भने भोलि तपाईँलाई चितवनमा जोडा मिलाउने मान्छे भोलि पाटे बाघ सबभन्दा बढी कहाँ पाइन्छ भने हामीले कहाँ हाल्नु पर्यो त? चितवनमा हाल्नु पर्यो नि। सो चितवन के को लागि पनि बाघ एउटा मात्र राष्ट्रिय निकुञ्जमा पाइने हो नि त नेपालमा। नेपालमा सबभन्दा बढी चितवनमा, त्यसपछि बर्दियामा, त्यसपछि पर्सामा, त्यसपछि शुक्लाफाटा, त्यसपछि बाँके सबै पाइने हो नि त। सबै जोडेर हाम्रो नेपालमा अहिले कतिवटा बाघ हो त? 335वटा बाघ हुन्। सबभन्दा बढी पाइने कहाँ भन्दाखेरि चाहिँ चितवनमा पाइएका छन्। दोस्रो बढी कहाँ पाएका छन् त? बर्दियामा। र बर्दियामा चाहिँ पाएका बाघहरू चाहिँ अधिकांश के छन् त? वयस्क है छन्। र वयस्क बाघको लागि प्रख्यात अथवा बाघका लागि प्रख्यात भनेर सिधै क्वेसन सोध्छ भने चाहिँ बर्दिया। र बर्दिया छैन भने के हो त? चितवनमा पनि त पाटे बाघ पाइन्छ। संख्या त बढी कहाँ छ? चितवनमा छ। तर घनत्व थोरै क्षेत्रफलमा धेरै बाघ भएको चाहिँ कहाँ हो त फेरि भन्दाखेरि चाहिँ कहाँ हो त? बर्दियामा है ल। अब अहिले जुन हाम्रो नेपालको बाघको संख्याले जुन दोब्बर पुर्याउने भनेको जुन रुसको सेन्ट पिटरबर्गमा जुन सम्मेलन भएको थियो 10मा भएको थियो, त्यसको दोब्बर बढ्ने, त्योभन्दा नेपालले के हो त? उच्च धेरै अझै हासिल गरिसकेको छ। ठिक छ ल। ल 355 355 त हो त? हो कि 355 नै हो। ल 355 नै हो। मैले त्यो 355 लेखेको छु त यहाँनिर। ल कति भयो रे? 335 रे 355। सबभन्दा बढी कहाँ हो त? चितवनमा। त्यसपछि कहाँ हो त? बर्दिया। ल लेख्नुहोस् यहाँ। पर्सामा कतिवटा पाइन्छ त? पर्सा राष्ट्रिय निकुञ्जमा बाघको संख्या कति छ त? 41 छ। त्यसपछि अर्को के छ त? शुक्लाफाटा। नेपालमा कुन कुन राष्ट्रिय निकुञ्जमा बाघ पाइन्छ भने पनि यसरी क्वेसन आउन सक्ला। शुक्लाफाटामा कतिवटा छन् त? 36 छन्। र सबैभन्दा थोरै बाघ पाइने भनेको के हो त? बाँके। बाँकेमा जम्मा कतिवटा छन् त? 25वटा छन्। अब एउटा फेरि अर्को शब्द, बाघ संरक्षण प्रमुख उद्देश्य। ध्यान दिएर सुन्नु होला यहाँ। अघि हामीले विभिन्न शब्दहरू प्रयोग गरेर भनिरहेका छौँ। बाघ संरक्षणको लागि नै स्थापना भएको राष्ट्रिय निकुञ्जको नाम के हो त? बाँके राष्ट्रिय निकुञ्ज। बाँके राष्ट्रिय निकुञ्जको प्रमुख उद्देश्य भनेको के हो त? बाघको संरक्षण। कुन बैठकले घोषणा गरे त? कालापत्र बैठकले चाहिँ बाघ संरक्षणलाई बाघलाई चाहिँ संरक्षण गर्ने उद्देश्यले स्थापना गरेको राष्ट्रिय निकुञ्ज कुन हो त भन्दाखेरि चाहिँ फेरि बाँके हो। सो बाघ संरक्षण कसको उद्देश्य हो त? बाँके। सो नेपालको बाघ गणना 2022 अनुसार चाहिँ नेपालमा बाघको संख्या 355 छ, जसको चाहिँ सबभन्दा बढी चितवनमा छन्, सबभन्दा कम कहाँ छ? बाँकेमा छन्। र वयस्क बाघ अथवा नेपालमा बाघको लागि प्रख्यात भन्छ भने के हो त? बर्दिया राष्ट्रिय निकुञ्ज हो। सबभन्दा बाघको घनत्व बढी भएको राष्ट्रिय निकुञ्ज पनि कुन हो त? बर्दिया राष्ट्रिय निकुञ्ज हो। त्यो पर्सामा 41वटा छन्, शुक्लाफाटामा 36वटा छन्, बाँकीमा कतिवटा छन् त? 25वटा छन्। ल आत्तेको होइन हौ, तपाईँलाई छिटो धेरै कुरा दिउँ भनेर पो त। किन आत्तिनु?
ल यो तपाईँले टिपिहाल्नुहोस् यसलाई। म किन आत्तिने, म आत्तिनु भनेको एउटा कारण समय अलिकति थोरै छ, त्यही भएर आत्ते हो। न मलाई किन यत्रै रन्किएर पढाउनु पर्छ, पढाउनु पर्दैन नि त। ल सर बाघ कति पुरानो लक्ष्य राखेको थियो 2022 सम्ममा? 2022 सम्ममा हाम्रो बाघको संख्या कति पुरानो भनेको थियो त? 250 पुरानो भनेको थियो। यति पुरानो भनेको थियो। हामीले कति मिट गर्थ्यौँ त 2022 भित्रमा? हाम्रो बाघको संख्या जुन 250 पुरानो भनेको थियो, त्यो भन्दा कति माथि हो, कति माथि? हामीले कति पुर्याइदियौँ त? 355 पुर्याइदियौँ। ठिक छ। ल अब तपाईँलाई धेरै कुरा दिन खोज्दाखेरि अलिकति छिटो हुन सक्छ है, किनभने अलिकति समय अभावको कारणले गर्दा पनि हो। ल आजलाई यति गरौँ। ल बाघ गणनाको बारेमा भरे बेलुका छलफल गरौँ है त। केही कुराहरू म तपाईँलाई बाघ गणनाको बारेमा, किनभने महत्त्वपूर्ण पनि छ। अब बाघको अहिले हाम्रो नेपालमा धेरै चर्चा पनि बाघ र हात्तीको छ हैन। बाघको कुरा भरे हाम्रो छलफल सेसन हो नि, यसमा केही गरौँला। अनि हाम्रा संरक्षित प्रजातिहरू हैन, स्तनधारी, त्यसपछि चराहरू, त्यसपछि हाम्रो घस्रिने जीवहरू, ती पनि तपाईँले हेरिराख्नु होला। बेलुका हामी छलफल सेसनमा चाहिँ त्यसलाई हामी अगाडि बढ्नेछौँ। र बेलुका चाहिँ तपाईँहरू 9:15 बजे आउनुहोस् है। मिल्छ होइन 9:15 बजे कि मिल्दैन? 6:15 बजे के अरे 9:15 बजे र 9:15 बजे है त। भरे बेलुका म 9:15 बजे आउँछु। हिजोको विषयको भूगोलका केही क्वेसनहरू बाँकी छन्, 10-15 वटा, त्यसलाई सिधेर म नेपालको भूगोलको यी झरना, कुण्ड, पोखरी, दस लगायतका हाम्रो जाँचमा सोधेका, विगतमा सोधेका क्वेसनहरू हामी बेलुका छलफल गर्नेछौँ। ठिक छ। ल यहाँको दिन शुभ रहोस्। हामी भरे बेलुका पुनः भेट्ने बाचा गर्दै नमस्कार, शुभ दिन है त।